नमस्ते सर। नमस्ते सबैजनालाई। ल ओके, हामीले हिजो बेसिन फ्लडिङसम्म अथवा बेसिन इरिगेसनसम्म पढेको थियौँ, जुन हाम्रो फ्री फ्लडिङमा पर्थ्यो। र अर्को हाम्रो सर्फेस इरिगेसनको 1 नम्बरमा फ्लडिङ थियो, 2 नम्बरमा फुरो मेथड थियो, 3 नम्बरमा हाम्रो कन्ट्रोल फार्मिङ थियो। र 2 नम्बरको हेरौँ अब आज हामी फुरो मेथड है। यो हामी कन्टिन्यू चाहिँ मेथड अफ इरिगेसनमा कन्टिन्यू छौँ। मेथड्स अफ इरिगेसन को पनि हामी सर्फेसभित्र थियौँ। यो लेख्न पर्दैन है तपाईँहरूलाई, हिजो पढेको कुराहरू मात्र मैले फेरि भन्न लागेको। सर्फेसभित्र पनि हाम्रो के थियो त एउटा हामीसँग फ्लडिङ फ्लडिङ थियो, अर्को हामीले फुरो भनेको थियौँ, फुरो अर्को चाहिँ थियो कन्ट्रोल फार्मिङ भनेको थियौँ। हामीले फ्लडिङको बारेमा हिजो पढ्यौँ। आज के हेरौँ त भनेपछि फुरो मेथडको बारेमा हेर्छौँ है त। फुरो मेथड यसको फिगर बनाउँदा कस्तो हुन्छ भने म पहिला फिगर बनाइदिन्छु। तपाईँहरूले यस्तो टाइपको, अनि यहाँनिर हाम्रो पानी जम्मा भएको हुन्छ, यहाँ पनि पानी हुन्छ। यो क्रस सेक्सन हो, यसको म लङ्जिमा सेक्सन पनि बनाउँछु। ल ओके, अब हामीले यहाँनिर के गर्छौँ त भने यसरी कुनै पनि क्रोपहरू उत्पादन गरिरहेको हुन्छौँ। यसरी माथि कति पढाइ भयो सर? भर्खर सुरु गरेको हामीले। ल त्यसो भए यो बुझ्ने, यो फिगरलाई तपाईँहरूले इन्टरेक्ट गर्न सक्नुभयो, फिल्डमा कस्तो हुन्छ भन्ने कुरा तपाईँहरूले बुझिसक्नुभयो है। अब भनेपछि यहाँनिर यो भागलाई चाहिँ हामीले के भन्छौँ त, रिज भन्छौँ। डाँडा हो नि त, आरआइडिजी रिज। अनि यो बिचमा कुलो जस्तो छ नि, ड्रेन जस्तो, अथवा बिचमा न्यारो च्यानल छ, यसलाई हामीले फुरो भन्ने हो क्या। एफयुआरआरओडब्लु फुरो भन्छौँ। फुरो भनेको खाल्डो भाग, रिज भनेको उठेको भाग। अब हामीले के गर्छौँ त यस्तो बेलामा उठेको भागमा बाली नाली लाउँछौँ नि त। जस्तै तपाईँले आलु लाएको देख्नु भएको छ, काउलीफ्लावर लाएको देख्नुभएको छ, त्यसै गरी प्याज लाएको देख्नुभएको छ, लसुन लाएको देख्नुभएको छ नि होइन। के गर्छ त, एक ठाउँमा खन्छ, एक ठाउँमा गहिरो हुन्छ, फेरि अग्लो हुन्छ, फेरि गहिरो हुन्छ, फेरि अग्लो हुन्छ। त्यो गहिरो भनेको अथवा त्यहाँभित्र भनेको फुरो भएको, अग्लो भनेको रिज भयो। यसरी हामीले लगाइरहेको हुन्छ, यसरी फर्मिङ गरिरहेको छौँ भने यसलाई हामी फुरो मेथड भन्छौँ। कपी गर्नु, फुरो मेथड। यो पनि सर्फेसमै गरिरहेको छौँ, हेर्नु। यसमा मैले लङ्चिनल सेक्सन पनि बनाएँ। अब यसको ठ्याक्कै क्रस सेक्सन बनाउन पर्दाखेरि पनि यति कपी गर्नु त सबैजनाले। ओके, अब तपाईँलाई यत्रो फिगर बनाउन झ्याउ लाग्छ भने इक्जाममा म सानो फिगर बनाउँछु, एउटा सर्टकटमा, जस्तो यस्तो बनाइदिँदा पनि हुन्छ। यहाँनिर हामीले यो क्रस सेक्सन कस्तो देखिन्छ भन्ने मात्रै हो। यस्तो टाइपको हाम्रो के हुन्छ त, तो यो फिगर दुइटै बनाउनु पर्छ कि एउटा बनाए पुग्दैन? एउटा बनाए पुगिहाल्छ, दुइटा चाहिएन। माथिको बनाए पुगेको होइन सर? माथिको तलको जुन बनाउँदा नि हुन्छ।
तपाईँहरूले बुझाउनलाई मात्र म यहाँनिर दुईटा बनाउन लगाएको हो। अब यहाँनिर फुरोमा चाहिँ पानी हुन्छ क्या। यो भाग त्यसपछि यसलाई हामी के भन्छौँ त एफएम आरआरओ डब्लु फुरो भन्छौँ। अनि माथिको चाहिँ आरआइडिजी रेज भन्छौँ। फिगर अब तपाईँले यस्तो फिगर देख्नुभयो भने कस्तो बिरुवाको लागि सुइटेबल हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। यसमा बिरुवाको यो जुन डाँठ भन्छौँ नि हामी यसलाई होइन, यो बिरुवाको जुन बडी पार्टसँग चाहिँ पानी कन्ट्याक्टमा आयो भने बिग्रिन्छ कुनै पनि बिरुवा। जस्तै आफूले चाहिँ डाइरेक्ट वाटरसँग कन्ट्याक्ट भयो भने बिरुवाहरू बिग्रिन्छ भने त्यस्तो बिरुवाको लागि चाहिँ साइडमा खाल्डो बनाएर गरिने त हो नि यसमा। अनि यसलाई चाहिँ के त बिरुवाको पातहरूलाई भन्दा बिरुवाको जरालाई चाहिँ धेरै पानी चाहिन्छ भने त्यो ठाउँमा चाहिँ हामीले फ्लो इरिगेसन गर्छौँ क्या। अनि यो खाल्डोमा भएको पानी के हुन्छ त पर्कुलेसनको माध्यमबाट जरामा जान्छ। यसरी पर्कुलेसनको माध्यमबाट के हुन्छ त यसरी जरामा जान्छ। अनि जरामा गयो भने त्यहाँबाट इरिगेसन हुन्छ। यसमा यसमा पुरै पनि हामीले के त यो रिजसम्म पानी डुबाउँदैन कहिले पनि। तपाईँले ख्याल गर्नुभएको होला। जस्तै एकचोटि आलु लगाउनु भयो होइन, आलु लगाउनु भयो भने यस्तो यस्तो फुरो फुरो बनाउनु भएको छ अनि हामीले सिँचाइ गर्न पर्यो, पानी दिन पर्यो भने त्यो फुरो त्यो खाल्डोमा मात्र पानी दिन्छौँ क्या, पुरै खेत भिजाउँदैनौँ हामीले। किन त भन्दा बिरुवाको डाँठहरू बिरुवा त्यो आलु बिग्रिन्छ हाम्रो, पानीमा डुब्यो भने चाहिँ बिग्रिन्छ। त्यो बिरुवालाई त जरालाई आलुलाई त पातलाई भन्दा जरालाई धेरै पानी दिन पर्ने हो नि त। हो त्यस्तो बिरुवालाई चाहिँ सुइटेबल हुन्छ भन्न खोजेको चाहिँ। अब यो आलु भयो, लसुन भयो, प्याज भयो, काउलीफ्लावर भयो, यस्तो कुरा चाहिँ यसरी गर्छौँ। अब जस्तै काउलीफ्लावरलाई तपाईँहरूले त्यो माथि काउली फैलिरहेको हुन्छ, माथि इरिगेसन गर्नुभन्दा जरामा इरिगेसन गर्नु राम्रो नि त। त्यही भएर त्यस्तोको लागि यो सुइटेबल हुन्छ भन्ने कुरा तपाईँले बुझ्नु पऱ्यो फिगरबाट पनि। र यसको बारेमा हामी लेखौँ। अब फिगर दुइटै बनाइराख्दा हुन्छ अहिले बुझ्नको लागि चाहिँ। Furrows are generally a series sorry furrows are series of long narrow channel in between rows of plant to be irrigated. Suitable for row. बिट्विन पछि के हो सर? बिट्विन पछि RAW रो त्यहाँ र भएछ। रो भनेको रो क्रप लाइक जस्तै रोमा राख्ने भनेको एउटा पोट्याटो POTATOES पोट्याटोज, त्यसपछि सुगर क्यानहरू, उखुहरू पनि हामीले रोमा राख्छौँ। काउलीफ्लावर भयो, यस्ता बिरुवाको लागि चाहिँ त्यस्तो क्रपको लागि सुइटेबल हुन्छ। वाटर इज एप्लाइड ओन्ली इन फुरो, खाल्डोमा मात्र लाउँछौँ हामी। फुरो भनेको खाल्डो सम्झिनु है त्यहाँनिर। फुरो एन्ड नट इन very surface area. Water reaches the roots of plant by percolation. Suitable for those crops which may get injured due to contact with water. मैले अघि भनेकै कुराहरू
percolation method is applied. भयो सर फर्स्ट पोइन्ट भनिदिनु न। ओके furrows are series of long narrow channel in between rows of plant to be irrigated भनेको हामीले यसमा आलुहरू केमा लाउँछौँ त एउटा एउटा रोमा लाउँछौँ नि होरिजेन्टली लाउँछौँ नि त जहाँसुकै हामीले आलुको बिउलाई छर्किँदैनौँ नि त होइन रोमा लाउँछौँ क्या जस्तै कस्तो त भन्दा मैले यहाँ माथि फिगरबाटै बुझाइदिन्छु अब यसरी हेर्नु त यहाँनिर मैले ब्ल्याक युज गर्छु अब यो फिगर चाहिँ यसरी रोमा लाउँछ नि त यो रो हो नि त हो यो रोमा लगाएको छौँ भने यसको जरा कहाँ हुन्छ त हाम्रो यसरी यहाँनिर यसको जरा त यहाँनिर यसरी हुन्छ हो यो जरा यहाँनिर भयो भने यो बिचको जुन खाल्डो भएको छ त यसलाई चाहिँ यसलाई हामी के त फुरो भन्छौँ यो यहाँनिर मात्र हुँदैन नि त यो पनि कहाँसम्म जान्छ त उतैसम्म जान्छ क्या पानी चाहिँ यो भइरहेको छ नि त यो त लङ्चिनल सेक्सन हो यसको यसरी पानी भइरहेको छ अब यो पानी चाहिँ प्रत्येक बिरुवालाई चाहिँ के त यहाँबाट यसरी ट्रान्सफर पर्कुलेसनको माध्यमबाट हाम्रो के हुन्छ त बिरुवाको जरामा पानी पुग्छ यहाँनिर यसलाई चाहिँ हामीले फुरो मेथड भन्छौँ फुरो भनेको बिचको खाल्डो रिज भनेको डाँडा हामीले यहाँनिर बाली नाली लाउने भनेको रिजमा हो फुरोमा लाउँदैनौँ फुरोमा पानी मात्रै राख्छौँ यसको क्रस सेक्सन यहाँ छ तल छ आलुलाई सम्झिँदा भयो होइन सर यसको लागि? आलुलाई सम्झिँदा भयो अब पर्कुलेसन मेथड इज एप्लाइड भनेको छ बिरुवालाई चाहिँ इरिगेसन गर्ने बेलामा जरामा पानी पुगाउँदाखेरि पानी पर्कुलेट भएर जान्छ अनि सुइटेबल फर दोज क्रप विच मे गेट इन्ज्योर्ड ड्यु टु कन्ट्याक्ट विथ वाटर मैले अघि पनि भने पानीसँग कन्ट्याक्टमा आउँदा कुनै पनि बिरुवा बिग्रिन्छ भने त्यस्तो बिरुवाको लागि यो सुइटेबल हुन्छ अब भनेपछि यसमा त बिरुवा डाइरेक्टली कन्ट्याक्ट भएन नि त पानीसँग त्यो कुरा बुझ्नु पर्यो तपाईँहरूले अनि वाटर इज एप्लाइड ओन्ली इन फुरो त्यही लेखेका छौँ पानी चाहिँ फुरोमा मात्र हुन्छ पानी खाल्डोमा मात्र हुन्छ पुरै सर्फेसमा हुँदैन भनेर त्यही छ अब अर्को चाहिँ हाम्रो फुरो पछि कन्टुर फर्मिङ थियो हाम्रो 3 नम्बरमा लेख्नुहोस् सर यो इन्जोर भने छ नि यो कस्तो हो? हजुर इन्जर्ड यो भनेको इन्जोर भने यसको नेपाली मिनिङ चाहिँ तपाईँ बिरामी भएर तपाईँ इन्जर्ड हुनुभयो भन्छ त बिग्रिनु क्या ठ्याक्कै नेपाली मिनिङ बिग्रिनु चाहिँ होइन अब यसलाई त्यस तपाईँलाई एफेक्ट गर्छ त्यो कुराले चाहिँ नेपाली मिनिङ चाहिँ घाइते घाइते भन्न मिल्छ होला नि। मिल्छ मिल्छ घाइते इन्जर्ड अब हेरौँ अर्को चाहिँ हाम्रो कन्ट्रोल फार्मिङ अब यसको पनि हामी के गरौँ त फिगर बनाऊ सर एकैछिन माथि देखिदिनु न है। फर्मिङ हो कि फार्मिङ हो सर? FORMING फार्मिङ सर माथि हल्का बाँकी छ देखिदिनु न। ल स्क्रिनसट गर्नु त भयो यस सर भयो। ल अब यो कन्ट्रोल फार्मिङ भनेको तराईमा लगभग हुँदैन हेर्नु लगभग हुँदैन नै यो जनरली चाहिँ पहाडतिर हिमालतिर हुने हो अब म तपाईँलाई यहाँनिर फिगर बनाउँछु हेर्नु
अब के हुन्छ भने यहाँनिर हामीले यति पोर्सनलाई टेरिस भन्छौँ है त, TERRAC टेरिस। यो पनि के हो त भन्दा TERRAC टेरिस। तपाईहरु पश्चिमको हुनुहुन्छ भने पश्चिममा यी गडा गडाहरू भन्छ नि, हो यही हो। गडा भनेको चाहिँ टेरिस भयो, TERRAC। पूर्वतिर के भन्छ यसलाई? पूर्वतिर पनि यस्तै यस्तै के भन्छ ल हेर्नु छ भने अब हामीले के गर्छौं त, यहाँनिर यसै गरी धान रोपेको हुन्छौं। पहाडतिर धान रोपेको देख्नुभएको छ भने त्यसैलाई हामीले कन्टुर फार्मिङ भन्छौँ। कन्टुर लाइन जता जता गइरहेको छ अथवा जसको आरएल सेम छ, आरएल सेम भएको ठाउँलाई हामी टेरिस भन्छौँ। त्यो टेरिस बनाउँछौँ, गडा बनाउँछौँ, त्यसपछि धान रोप्छौँ। त्यो भनेकै हाम्रो कन्टुर फार्मिङ हो। अब हेरौँ ल, यहाँनिर चाहिँ मैले तपाईहरुलाई यहाँनिर ब्ल्याक पेन युज गर्छु। जस्तै यो पोइन्टलाई मैले यो नबनाउनु ल तपाईहरु एकछिनमा। यो पोइन्टलाई ए भने, यो पोइन्टलाई बी भने, यो पोइन्टलाई सी भने, यो पोइन्टलाई डी भने, यसमा एबीसीडी भनेर चारवटा देख्नुभयो। यति मध्ये दुईटा पोइन्टको आरएल चाहिँ सेम हुन्छ। ल मलाई भनिदिनु कुन पोइन्टको आरएल सेम हुन्छ, कुन कुन पोइन्टको आरएल सेम हुन्छ? ल भन्नु त, एबीसीडी मध्येमा कुन कुन पोइन्टको आरएल सेम हुन्छ? ए र सी, BD ए र सी को अनि बी र डी को, त्यो हो त? बी र सी को हुन्छ सर। बी र सी हो सर। बी र सी को आरएल चाहिँ सेम हुन्छ। ओके ठिक छ। यसमा ए को आरएल त, ए भनेको त माथिल्लो पोइन्ट हो क्या, माथिल्लो गडाको त्यो आली हो क्या। अनि बी भनेको चाहिँ फेद भयो। अब सी भनेको त्यसैको चाहिँ एउटै लेभलमा हुने भयो नि त, अनि त्यही भएर त हामीले धान रोप्ने भयो। अनि फेरि सी भनेको चाहिँ यो डी को चाहिँ माथिल्लो स्टेपको अथवा माथिल्लो टेरिसको चाहिँ आली भयो, अनि डी चाहिँ फेरि तल गयो क्या। त्यही भएर यहाँनिर बी र सी को आरएल सेम हुन्छ। त्यसै गरी तपाईँले पछाडिको बुझ्न सक्नुहुन्छ। ल यो एबिसिडी चाहिँ लेख्न परेन, त्यति बुझाउनलाई मात्रै हो मैले। ल फिगर कन्टुर फार्मिङ। ल फिगर बनाउनुस्। यसलाई हामी अल्सो कल्ड एज TERRAC टेरिस फार्मिङ पनि भन्छौँ। Land is divided into strip, line along the contours, line along the contours of the land, these strips are called TERRACA. Suitable in hilly, middle भनेको हिमालतिर अथवा पहाडतिर चाहिँ जनरल युज भएर हुन्छ। तराईमा चाहिँ त्यस्तो हुँदैन, किनकि तराईमा त सबै पोइन्टको आरएल लगभग सेमै हुन्छ। यहाँनिर बेस्ट एक्जाम्पल सर कति टाइम भयो क्लास स्टार्ट भएको? 4 बजेबाट सुरु गरे हामीले। बेस्ट एक्जाम्पल अफ कन्टुर फार्मिङ
is rice farming in हिलमा hilly areas मा rice farming in hilly areas ल यो कपी गर्नु त्यसपछि हामीले अब के सकायौं त भन्दा surface irrigation सकायौं सर त्यहाँनिर ल्यान्ड इज डिभाइडेड इन्टु लङ्गिट्युडिनल कर्भ प्लट्स भन्ने पनि हुन्छ longitudinal के कर्भ प्लट्स हुन त हुन्छ तर नभन्नु त्यसमा कबहरू हुन्छ भन्ने छैन मैले त्यो बनाएको मात्रै हो प्राय देख्न त देखिन्छ लङ्गिट्युडिनल कब नै मात्रै हुँदैन नि त त्यहाँनिर त्यो एउटा दुईटा पोइन्टलाई मात्र मिल्यो क्या सबैलाई मिल्ने गरी चाहिँ लेख्नु पर्यो ल यसमा बुझ्नुभयो कसैलाई के कन्फ्युजन छ यो क्वेशन सब्जेक्टिभ यसरी पनि अब्जेक्टिभ क्वेशन हामी एकछिनमा गरौँला सबै पहिला पढिहालौँ सब्जेक्टिभ क्वेशन यसरी पनि आइरहेछ ल वाट आर सरी what are the types of what surface irrigation methods explain about furrow method and contour farming जसरी पनि सोधिन्छ प्राय चाहिँ लोकसेवामा क्वेशन ब्रेक भएर सोध्छ क्या त्यो धेरै कुराहरू लेख्न सक्ने गरी कम टाइममा धेरै कुरा लेख्न पर्यो भने यहाँनिर तपाईहरुलाई सक्छ कि सक्दैन त्यो मान्छेले भने टेस्ट गर्न खोज्छ कि लोकसेवाले जहिले पनि क्वेशनहरु यसरी ब्रेक गरेर सोधिरहेको हुन्छ अब कहिले चाहिँ एक्सप्लेन फ्लो मेथड भन्ने बित्तिकै मार्क्स हेर्न पर्यो टाइम हेर्न जम्मा 2 मार्क्स कन्ट्रोल फार्मिङ पनि 2 मार्क्स छ अनि टाइप्सको चाहिँ जम्मा 1 मार्क्स छ लिस्ट मात्र गर्न पर्यो कोही कोही के गर्दिन्छन् त्यसैले एक्सप्लेन गर्न खोज्छ यसरी क्वेशनको नेचर अनुसार जहिले पनि जाने अब हामी जाउँ सब सरफेस RFSI सब सरफेस इरिगेसन मैले हिजो के भनेको थिएँ सब सरफेस इरिगेसन भनेको एक्सक्युज मी सर हजुर जस्तो यो सर्फेस इरिगेसनको उसले टाइप सोधो नि सर होइन अनि त्यसपछि हामीले हजुर त एउटा चार्ट बनाउनु भएको थियो त्यो चार्ट बनाएर अनि फुगोको कन्ट्रोल देखायो भने हुन त हो नि होइन ओ पहिला त्यो चार्ट बनाउने त्यसपछि त्यो चार्ट बनाउने मात्रै हो हैन अनि त्यसपछि फुरो र कन्ट्रोल फार्मिङको बारेमा फुरोको बारेमा लेख्ने कन्ट्रोल फार्मिङको बारेमा लेख्ने मैले अलि जति लेखाएको छु 2 मार्क्सलाई त्यति लेख्नै पर्छ ल त्यो पोइन्टहरु नछुटाउनु फुरोको बारेमा त्यति नै लेख्नु होला अनि कन्ट्रोल फार्मिङमा फिगर बनाएर त्यति लेख्न चाहिँ मजाले सकिन्छ ल अब हेरौँ सब सरफेस इरिगेसन भनेको तपाईले कसरी बुझ्नु पर्यो भने अहिलेसम्म जति पनि इरिगेसन गर्यौ सबै कहाँ गरेको थियौ ग्राउन्डको सरफेसमा अब सब सरफेस इरिगेसन भनेको अन्डरग्राउन्ड गर्छौं हामी यहाँनिर अन्डरग्राउन्ड पनि बिरुवाको जरामा डाइरेक्टली पानी दिन्छौं त्यसलाई के भन्छौं त सब सरफेस इरिगेसन भन्छौं यो पनि दुई तीन किसिमको छ एउटा हाम्रो नेचुरल सब सरफेस इरिगेसन छ त्यसपछि आर्टिफिशियल सब सरफेस इरिगेसन छ त्यसपछि ड्रिप अथवा ट्रिकल सब सरफेस इरिगेसन छ पहिला लेखौं सुरुमा यसको पनि भित्र 1 नम्बरमा छ के त भन्दा नेचुरल सब सरफेस इरिगेसन लिकेज फ्रम पन्डहरुबाट लिकेज भइरहेको हुन सक्छ रिभरहरुबाट भइसक्छ लेकहरुबाट हुन सक्छ इटिस अर्को छ आर्टिफिशियल सब सरफेस इरिगेसन
आर्टिफिसियल subsurface irrigation. Water is supplied beneath the land surface through network pipe. यो चाहिँ तपाईहरुको आर्टिफिसियलमा पर्छ है। मैले थर्ड नम्बर भनेर लेखेँ, नलेख्दा पनि हुन्छ। ड्रिप अथवा टिर्कल इरिगेसन भनेर एकदमै इम्पोर्टेन्ट छ, आर्टिफिसियलकै भित्र पर्छ। त्यसलाई यति कपी गर्नुस्। सर हजुर यो नेटवर्क पाइप छ नि यसलाई नेपालीमा थोपा सिँचाइ हो? कहाँ छ? होइन होइन, थोपा सिँचाइ भने त उयो ड्रिप अथवा टिर्कल इरिगेसन भने थोपा सिँचाइ हो। नेटवर्क पाइप भनेको त पाइपको थ्रुबाट, पाइपको एरेन्जमेन्टको सहायताबाट हामीले बिरुवाको जरामा चाहिँ अथवा के गर्छौँ त पानी सप्लाई गर्छौँ पाइपको थ्रुबाट। ल हेरौँ ल अब यहाँनिर नेचुरल भनेको हामीले गरिराख्न परेन। हेर्नु हामीले के गर्न पर्यो त भने यो कुनै पोखरीबाट, कुनै नदीबाट, कुनै तालहरुबाट के हुन्छ त पानी पर्कुलेसन भएर बाहिर देखिदैन। त्यो पानी के हुन्छ त सिपेज भन्नुस् तपाईहरु, पर्कुलेसन भन्नुस्, पानी भिजेर आएर अन्डरग्राउन्डको थ्रुबाट सिधै हाम्रो खेतमा आइरहेको हुन्छ। कहिलेकाहीँ चाहिँ कहिलेकाहीँ तपाईहरुले फिल गर्नुभयो होला, तपाईहरुले धान रोप्दाखेरि बर्खामा कुनै कुनै ठाउँमा चाहिँ छुट्टै पानी सप्लाई गर्नुपर्छ, कुनै ठाउँमा अलरेडी त्यो खेतमा पानी हुन्छ क्या, अलरेडी पानी, त्यो कहिले पनि पानी छुट्दैन। त्यो चाहिँ के हो त भन्दा फेरि त्यसमा धान मात्र फल्छ। अब गहुँ लाउने हो भने त्यो पानी नै जाँदैन कहिले पनि। त्यसको मिनिङ चाहिँ के हो त भन्दा कतै त्यो नेचुरल सबसर्फेस इरिगेसन छ, त्यहाँ कुनै पन्डबाट लिकेज भएको छ कि, कुनै रिभरबाट लिकेज भएको छ कि, अथवा त्यहीँनिर अन्डरग्राउन्ड स्प्रिङहरू छ कि, अथवा खानेपानीको मूल छ कि त्यो खेत वरिपरि हो, त्यहाँबाट आइरहेको छ, त्यसरी सिँचाइ भइरहेको छ भने त्यसलाई नेचुरल सबसर्फेस इरिगेसन भन्छौँ। त्यसमा हाम्रो हात छैन। अब अर्को छ आर्टिफिसियल सबसर्फेस इरिगेसन। आर्टिफिसियल भन्ने बित्तिकै मान्छेको हात हुने भयो, म्यानमेड हुने भयो। अब हामीले के गर्छौँ त वाटर इज सप्लाइड बेनिथ अर बिलो दि ल्यान्ड सर्फेस थ्रु नेटवर्क पाइप। जग्गाको तलबाट पाइपको माध्यमबाट इरिगेसन गरिरहेको छौँ भने त्यसलाई आर्टिफिसियल सबसर्फेस इरिगेसन भन्छौँ। अब मैले थर्ड नम्बरमा लेखेको छु यहाँनिर ड्रिप अथवा टिर्कल इरिगेसन सिस्टम भन्छौँ। यो चाहिँ आर्टिफिसियल नै हो, मान्छेले बनाउने हो। यसलाई यो सेकेन्डको फर्स्ट भन्दा पनि हुन्छ, थर्ड भन्दा पनि केही बिग्रिँदैन। मैले ब्राकेटमा लेखिदिन्छु आर्टिफिसियलमा यो पर्ने भयो। अब यो भने कस्तो भन्दा अघि उहाँले भन्दै हुनुहुन्थ्यो एकजनाले थोपा सिँचाइ, बिरुवाको जरामा थोपा 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 गरेर दिन्छौँ कि यहाँनिर चाहिँ। ठिक छ, ल कसरी हेरौँ भने म पहिला एउटा फिगर बनाउँछु। हामीले कुनै पनि बाली नालीहरू यसरी ग्राउन्ड सर्फेसमा लगाएको छौँ, जराहरू अन्डरग्राउन्ड चाहिँ यो ग्राउन्ड लेभल छ भने अब यसको थ्रुबाट हामीले के गर्ने भयो त सुरुमा अन्डरग्राउन्ड पाइपहरू बिछ्याउने भयो। पाइप पनि कस्तो हुन्छ त भन्दा पर्फोरेटेड टाइपको पँवाल भएको।
यसरी के हुन्छ त प्वाल भएको पाइप हुन्छ यो पर्फोरेटेड पाइप भन्छौँ यसलाई यति चाहिँ के हो हाम्रो जस्तै रुट जोन डेप्थ बिरुवाको जरा यहाँसम्म आउँछ रुट जोन डेप्थ छ अब त्यो तपाईले पाइपदेखि देखाए पनि हुन्छ नदेखाए पनि हुन्छ हैन भने यसलाई यसरी जरा चाहिँ यहाँसम्म पुगेको छ भने देखाइदिँदा हुन्छ यहाँनिर चाहिँ बिरुवाको जरा यहाँसम्म पुगेको छ अब के गर्छौँ त यो पाइप त अन्डरग्राउन्ड बिछ्याएको छ अन्डरग्राउन्ड यहाँनिर पाइप सप्लाई गर्यौँ भने यो प्वालहरूबाट सिधै के हुन्छ त जरामा पानी जान्छ कि प्वालहरूबाट जरामा पानी जान्छ थोपा थोपा गरी जान्छ यहाँनिर प्वालहरूबाट जरामा पानी जान्छ यहाँ पातसँग केही लिनु दिनु छैन ग्राउन्ड सर्फेसमा देखिन पनि देखिँदैन सिधै के हुन्छ त अन्डरग्राउन्ड हामीले पाइप राखेको हुन्छौँ त्यहाँनिर उसको हामीले प्रेसरको थ्रुबाट थोपा थोपा गरी जरामा पानी जान्छ भने यसलाई ड्रिप अथवा टिर्टिकल इरिगेसन सिस्टम भन्छौँ हामी बुझ्नुभयो फिगर अब आफै पनि तपाईले लेख्न सक्नु पर्यो क्या यसको बारेमा यति बुझिसकेपछि यो कहाँ युज हुन्छ किन यसरी गर्ने यसको मेन्टेनेन्स कस्ट के हुन्छ यसको अपरेसन कस्ट के हुन्छ यसको इन्स्टलमेन्ट कस्ट इन्स्टल गर्ने बेलामा कस्ट कति हुन्छ हो त्यो सबै कुराहरू तपाईले मजाले लेख्न सक्नुहुन्छ नि त अनि यो यसको किन गर्ने यो यस्तो यो गरेपछि यसको फाइदा के छ यसको बेफाइदा के छ तपाईहरुले चाहिँ मजाले लेख्न सक्नु पर्यो क्या चाहिँ अब ठीक छ पहिला फिगर बनाउनुस् सर कति भयो क्लास सुरु भएको 4 बजेबाट सुरु गरेका थियौँ हामीले यसलाई टेस्ट फिल्ड इरिगेसन टेक्निक भन्न मिल्छ त हजुर लेटेस्ट फिल्ड इरिगेसन टेक्निक भन्न मिल्छ यसलाई लेटेस्ट होइन यो पहिलेदेखि युज भइरहेको थियो त सर हजुर सर हजुर यो भन्नु आज न एउटा स्याटरडे टेस्टमा क्वेसन आएको थियो स्याटरडे टेस्टमा एउटा क्वेसन आएको थियो आज होइन भन्नु न के हाइग्रोस्कोपिक वाटर क्यान बी रिमुभ्ड बाई ग्राभिटी फ्लो फ्री फ्लो हिटिङ अनि अल अफ द अबभ भने अल अफ द अबभ हुन्न है हिटिङ हुन्छ ग्रेभिटी हिटिङ हुन्छ सर यो विकली टेस्टको क्वेसन कहाँबाट पाउँछ सर हामीले इक्जामको अनलाइनमा हुँदैन सर विकली टेस्ट अन्य पेजमा इन्स्टिट्युटले राख्नु तयार होला हजुर पेजमा त्यो साथीले कहाँबाट हेर्नुभयो त्यो क्वेसन अहिले भर्खर सोधेको साथीले कहाँबाट हेर्नुभयो म त एक्जाम दिन गएको ए उही गयो क्या अनलाइनमा हुँदैन है खोइ थाहा भएन सर एन्सर अल अफ द अबभ हुन्न है हुँदैन नि अल अफ हिटिङ हुन्छ मैले हिटिङ हिजै गराएको त्यो क्वेसन हिटिङ हो मैले हिजो तपाईहरुलाई यहाँनिर हिजो ठ्याक्कै गराएकै थिएँ त त्यो क्वेसन वाटर इज एप्लाइड बेनिथ द अब त्यही मैले भनेकै कुराहरू लेखौँ हामी यहाँनिर बेनिथ द ल्यान्ड सर्फेस नियर द रुट्स अफ यो अनलाइनको लागि पनि इक्जाम दिने व्यवस्था हुँदैन रहेछ तपाईहरुलाई कल गर्नु भने हेर्नु मैले के गर्न सक्दिनँ यसमा मैले पनि के अरे ऊ गराइदिनु स्टुडेन्टहरूलाई गराउन पर्छ यसरी भनेर मैले कति भनिरहेको हुन्छु होइन अनि कोही गराउँदैन अब सरले रिसिभै गर्नुहुन्न सर जीवन सरले म्यासेज पनि हेर्नुहुन्न त्यही भने मैले पनि कति भनिरहेको हुन्छु क्या शनि एटलिस्ट अरू केही नभए पनि शनिबारको दिन चाहिँ गराउनै पर्छ भनेर भनिरहेको हुन्छु अब खोइ गराउँछु भन्दै थिएँ अब अहिले नगए पनि त क्वेसन पनि हालिदियो भने त धेरै सजिलो हुन्छ कि हामीलाई भन्नु खोजेको त्यो चाहिँ हाल्न लगाइदिन्छु म पेजमा त्यो निम्स लोकसेवा तयारी अथवा के लोकसेवा तयारी भन्ने छ त्यो पेजमा हप्ता क्वेसन हालिदियो पनि भइहाल्यो कि सब नगए पनि टिक नलागेको क्वेसन आफैले हालिदिने हुन्छ त्यो क्वेसन पछि त चाहिँ उसको एन्सर सिट आफै आइजान्छ ओके त्यतिसम्म भनिदिनु होला सर हजुरलाई म त्यो क्वेसन चाहिँ म भनिदिन्छु वाटर इज एप्लाइड बेनिथ द ल्यान्ड सर्फेस नियर द रुट्स अफ सिरिज अफ प्लान्ट बिरुवाको जराको सिरिजमा भइहाल्यो त्यो अघि नै मैले भनिहालेँ इन द फर्म अफ स्मल ड्रप बाई युजिङ पर्फोरेटेड पाइप मेथड भनेको
सानो सानो थोपा थोपा गरेर हामीले के गर्छौँ त जरामा चाहिँ एप्लाई गर्छौँ केबाट त पर्फोरेटेड पाइपको थ्रुबाट भनेर मैले जुन भने अघि। अब यसमा के हुन्छ भन्ने कुरा हेरौँ हामी। दिस मेथड has highest water application efficiency. Water application efficiency of more than 90% हुन्छ हेर्नु, of more than 90%. Less evapotranspiration losses. High cost of installation of pipe and operation and maintenance. यो जस्तो सुकै ठाउँमा पनि युज गरिरहेको इन्जिनियर हुन्छ। साहब नमस्ते नमस्ते। हजुर नमस्ते। अनि के छ हालखबर अरू? नमस्ते सर, क्लास कति भयो? ए नमस्ते, सबै अनम्युट पो हुनुहुँदो रहेछ। मैले एकैछिन सबैलाई अफलाइन राखेँ है त, भर्खरै सुरु भयो होला। सबैजनाले भर्खरै रेकर्डिङ हेर्न एकदम बानी बसाल्नुहोस् ल। एकदम धेरै रेकर्डिङ हेर्ने बानी बसाल्नु पर्ने हुन्छ। अनि नयाँ विद्यार्थीहरूले पछाडिको भिडियोहरू हेर्न पर्दैन, अगाडिको एउटै नछुटाउनु होला। अनि के कस्तो छ, तपाईँहरूको केही समस्या छ भने राख्नुहोस्। बुकहरू के कस्तो भइराखेको छ, हाम्रो क्वेसन ब्याङ्कको रिभ्यूहरू सुनौँ एकपटक। अल इन वान अनि क्वेसन ब्याङ्क। बुक ठिकै छ भन्नुभएको छ होइन? हुन्छ, राम्रै छ। एक्जाम बनाउनु पर्यो भन्नुभएको रहेछ। आज भोलि हालिदिन्छु म। भोलि बिहान 11 बजे 12 बजे राखिदिन्छु एक्जाम। भोलि 12 बजे। भोलिबाट सक्दिनौ। अनलाइन एक्जाम बिहान काम गर्ने भाइहरूले काम गर्छन्, अनि बेलुका अरे बिहान 12 बजेबाट राखौँला। बिहान 12 बजेबाट राखौँला नि। बिहान 12 बजेबाट। हुन्छ इन्जिनियर साहब, हुन्छ हुन्छ, ल ल ल। हुन्छ हुन्छ। नोट भन्नुभएको रहेछ, नोटहरू के छ हालिदिनुहुन्छ पिडिएफ मलाई? हामीले त्यति धेरै नोटहरू प्रिफर गर्दैनौँ। अब नोट भन्दा पनि तपाईँहरूको अब यो अल इन वान सबैसँग भयो भने त्यो नोटकै अलिअलि मिलाएर दिने हो खासमा, अनि त्यसैले पुग्छ भन्छन् कि। हुन्छ 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 हुन्छ, ल हुन्छ हुन्छ इन्जिनियर साहब। ओके। ल अब हेरौँ है। हामीले पानी कसरी लाउने भन्ने कुरा बुझ्यौँ।
जस्तै अब यहाँनिर लेखेको कुराहरू सबैले कपी गर्नुभयो होला। वाटर इज एप्लाइड बिनिथ द ल्यान्ड सर्फेस नियर द रुट्स अफ सिरिज अफ प्लान्ट इन द फर्म अफ स्मल ड्रप बाई युजिङ पर्फोरेटेड पाइप मेथड। दिस मेथड एज हाइएस्ट वाटर एप्लिकेसन इफिसियन्सी अफ मोर देन 90%। क्वेसन सोधिदिन्छ तल दिएका मध्ये कुन इरिगेसन मेथडको एप्लिकेसन वाटर एप्लिकेसन इफिसियन्सी हाइएस्ट हुन्छ भन्छ, त्यति बेला तपाईँले ड्रिप अथवा ट्रिकल लाउनु पर्यो। यो किन हाइएस्ट हुन्छ भन्ने कुरा पनि बुझ्नु पर्यो क्या। यसमा इभापोरेसन लसेस हुँदैन, सिपेज हुँदैन, यसमा पर्कुलेसन हुँदैन, केही पनि हुँदैन नि त यहाँनिर, किनभने पाइपमै पानी लिने भयो, सिधै जरामा लाउने भयो भनेपछि यसमा लस हुने चान्स एकदम कम छ। त्यही भएर यसको एप्लिकेसन इफिसियन्सी हाइएस्ट हुन्छ। अब हामीले अझ किन अझ हाइएस्ट हुन्छ भने सिधै बिरुवाको जरामै दिन्छौँ क्या हामीले, भनेपछि त्यही भएर जहाँ चाहिएको छ त्यहीँ दिने भयो नि त, त्यो एप्लिकेसन इफिसियन्सी यसको हाइएस्ट नै हुन्छ। अनि लेस इभापो ट्रान्सपिरेसन लसेस भन्छ। यो इभापो ट्रान्सपिरेसन लसेस भनेको कस्तो लसेस हो कसैलाई थाहा छ? सर यो क्लास सुरु भएको कति भयो सर? त्यो घामबाट भयो इभापोरेट भयो जाने कि सर त्यस्तो त्यो बाफ बनेर जाने बाँकी भएर जाने घामको सँगै कन्ट्याक्टबाट बाफ भएर जाने। ओके ओके मैले बुझेँ, तपाईँहरूको एन्सर बुझेँ। त्यो भनेको चाहिँ इभापोरेसन लसेस हो, इभापो ट्रान्सपिरेसन होइन। इभापो ट्रान्सपिरेसन हेर्नु त यहाँनिर ओड अलिकति फरक छ, यसको बारेमा पछाडि थाहा होला। इभापो ट्रान्सपिरेसन छ, इभापोरेसन पातबाट लसेस सिपेज भएर जाने कि सर त्यो इभापो ट्रान्सपिरेसन रुवाको पातबाट पातबाट वाटर लसेस एक्ज्याक्टली पातबाट भन्नु पर्यो है त। तपाईँलाई कति पातबाट भयो त्यो। जस्तै यहाँनिर दुईटा बुझौँ ल। यो एउटा पोखरी छ मानौँ, पोखरी चाहिँ यहाँबाट उडेर गयो, टेम्परेचरको कारणले गर्दाखेरि उडेर गयो, यसलाई इभापोरेटिएन इभापोरेसन लसेस भन्छौँ। अब यो क्यानल सिधै हिँडिरहेको छ भनेपछि क्यानलबाट नि उडेर जान सक्छ, त्यो भनेको इभापोरेसन लसेस, इभापोरेटिएन इभापोरेसन लसेस। अब यसै गरी के छ त हाम्रो बिरुवा छ, यसलाई के छ त हामीले पात बनाऊँ यहाँनिर ल। हेर्नु अब तपाईँले माथिबाट स्प्रिङ्कल गर्नुभयो त आकाशबाट खस्यो पानी चाहिँ, आकाशबाट खसिसकेपछि यो पातहरूमा त के हुन्छ त पानी, अथवा सबै बिरुवालाई चाहिँ जरालाई मात्र पानी चाहिने भन्ने हुँदैन नि त। कुनै कुनै बिरुवालाई पातलाई पनि धेरै पानी चाहिन सक्छ, जरालाई भन्दा पातलाई बढी पानी चाहिन सक्छ हो। त्यति बेलामा चाहिँ हामीले बेला बेलामा स्प्रिङ्कलको थ्रुबाट अथवा अर्को मेथडबाट अथवा आर्टिफिसियल रेन गर्न सक्छौँ, अथवा आकाशबाट पानी नै खस्न सक्छ हो। यसरी खसेर अब यहाँ पानी हुन्छ नि त होइन। अब यो पानी चाहिँ के हुन्छ त भनेपछि यहाँनिर टेम्परेचरको कारणले गर्दाखेरि उडेर जान्छ, पातमा भएको पानी चाहिँ उडेर जान्छ भने यसलाई इभापो ट्रान्सपिरेसन लसेस भन्छौँ। कसैलाई थाहा छैन भने यो नेपालीबाट लेखिराख्नुहोस्। बिरुवाको पातबाट लसेस हुन्छ भने त्यसलाई इभापो ट्रान्सपिरेसन भन्ने होइन, डाइरेक्टली वाटर सर्फेसबाट लसेस हुन्छ भने त्यसलाई इभापोरेसन लसेस भनेर भन्ने भनेर चाहिँ तपाईँहरूले बुझ्नु पर्यो। सर क्लास भएको कति भयो? म एउटै क्वेसन तपाईँहरूलाई कतिचोटि भनौँ, तपाईँहरूले लिङ्कमा हेर्नु त त्यहाँनिर त्यो हाइवेमा टाइम दिएकै छ त त्यहीबाट क्लास स्टार्ट भइहाल्छ नि, त्यहाँ आफै बुझे पनि भइगयो त यार। हो त्यसो मैले सोध्दै ओके सधैँ एउटा क्वेसन कति गर्ने कि 10 जना सबै त्यो हुन्छ। हाइवेमा टाइम दिएकै छ त कति बजे स्टार्ट, त्यसमा ढिलो हुँदैन कहिले टाइममा, ट्याक्क त्यही टाइम हो सम्झे भइगयो। त्यही कहिलेकाहीँ ढिलो भएपछि 5-10 मिनट तल माथि हुन्छ, होइन भने त्यही टाइममै ठिक हुन्छ। छ 5-10 स्टार्टिङ टाइम त्यही हो सम्झे पनि भइगयो कि सर। ल अब हेरौँ है, यो क्वेसन चाहिँ एकचोटि लोकसेवामा सोधेको छ। यो तपाईँहरू फोर्थ लेभलको हुनुहुन्छ भने फोर्थ लेभललाई चाहिँ सोधेको क्वेसन हो हेर्नु है। फिफ्थ लेभलमा पनि सोधिरहेको छ, कुन साल भन्दा त ठ्याक्कै मलाई याद छैन, नभए फोर्थ लेभललाई चाहिँ रिसेन्टली सोधेको क्वेसन हो यो। यो कुन पो प्रदेशमा मलाई प्रदेश याद छैन, 5 मार्क्समा फोर्थ लेभललाई सोधेको क्वेसन हो। यो एकदम हाइलाइटेड क्वेसन हो, तपाईँले फोर्थ लेभलदेखि माथि 7 लेभलसम्म सोधिरहेको हुन्छ। ड्रिप इरिगेसन सिस्टम भने के हो, यसको फाइदा र बेफाइदाहरू के छन् भनेर तपाईँहरूलाई चाहिँ सोधेको छ 2 मार्क्समा। अब यहीँनिर मैले फाइदा बेफाइदाहरू अलिकति यहीँनिर पनि मैले क्लियरिफाई गर्दैछु। यो लेस इभापो ट्रान्सपिरेसन भनेको यो पनि फाइदा हो। यो चाहिँ जस्तै दिस मेथड एज हाइएस्ट वाटर एप्लिकेसन इफिसियन्सी, यो पनि फाइदा हो। यहाँनिर अर्को छ हाई कस्ट अफ इन्स्टलेसन अफ पाइप एन्ड हाई कस्ट अफ अपरेसन एन्ड मेन्टेनेन्स छ, यो भनेको चाहिँ बेफाइदा हो। किनकि हामीले पाइप राख्न पनि त्यहाँनिर के हुन पर्यो त, धेरै पैसा लाग्छ। अनि त्यो पाइप बिग्रियो भने पनि हामीलाई के हुन्छ त, त्यो बनाउनको लागि अथवा त्यो अपरेसन गर्नको लागि त्यो चलाउनको लागि पनि पैसा धेरै लाग्नुहुन्छ, यो डिसएडभान्टेज भयो। जस्तो सुकै एरियामा पनि सुइटेबल हुन्छ। अनि सुइटेबल इन वाटर स्कार्स एरिया भनेको चाहिँ जुन ठाउँमा चाहिँ पानीको चाहिँ अभाव छ, त्यहाँनिर पानी हामीसँग प्रशस्त मात्रामा छैन,
यो पनि त एउटा के हो त फाइदा हो, किनकि लस हुँदैन। यहाँनिर पानी कम छ भने हामी त्यति बेला ड्रिप अथवा ट्रिकल इरिगेसन सिस्टम गर्न सक्छौँ, तर कस्ट चाहिँ धेरै आउँछ। यो कुरा चाहिँ तपाईँले यसरी भन्नु पर्यो। अब त्यही पनि म यहाँनिर एडभान्टेज र डिसएडभान्टेज थोरै म क्वेसन सोधेकै भएर म लेखिदिन्छु। हेर्नु, ADVANTA एडभान्टेजेस अफ ड्रिप इरिगेसन। सर माथि हल्का ल, एडभान्टेज अफ ड्रिप इरिगेसन सिस्टम। माथि छ अलि माथि अब ओके ल। अब भनेपछि एडभान्टेजमा अब त्यसै कुराहरू लेखौँ, लगभग तपाईँले थाहा पाइसक्नु भएको छ। एउटा कुरा के ख्याल गर्नु भने यो कुराहरू याद गरेर सकिँदैन। ल, एडभान्टेजहरू म छवटाको छवटै कण्ठ पार्छु भन्नुहुन्छ भने अब यदि कसैले सकिन्छ भने त सब्जेक्टिभमा म त बेस्ट नै भन्छु। हेर्नु, होइन भने बुझेर लेख्न सक्नुपर्छ तपाईँ लोकसेवामा। यो एउटा सब्जेक्टको मात्र इक्जाम दिने होइन, इरिगेसनको मात्र इक्जाम दिने होइन। इरिगेसन यत्रो इरिगेसन पढेर जम्मा एउटा क्वेसन आउँछ। हेर्नु, जहाँबाट पनि आइदिन सक्छ। त्यही भएर यो तपाईँले कण्ठै पारिदिनुहुन्छ भने त म केही भन्दिनँ, बेस्ट हो। तपाईँले सक्नुहुन्छ भने त्यसै गर्नु, होइन भने त्यो यसो बुझ्ने अनि आफै पनि लेख्न खोज्ने क्या। आफै लेख्न सकिन्छ कि सकिँदैन त, त्यो कुरा चाहिँ अब सब्जेक्टिभमा सबैजनाले प्र्याक्टिस गर्न पर्ने कुरा चाहिँ त्यो हो। एडभान्टेजहरू डिसएडभान्टेजहरू ड्रिप भने यो हो भनेर पहिला बुझ्ने। ठ्याक्कै हुबो बुक्कै कपी गर्न सकिएन भने त केही त लेख्न सकिन्छ नि त, प्र्याक्टिस गर्दा गर्दै आउँछ। त्यही भएर 12 देखि 13वटा सब्जेक्टबाट क्वेसन आउँछ। सबै सब्जेक्ट तपाईँले डिप्लोमामा जति पढ्नुभएको थियो त्यो सबै कन्टेन्ट छ यहाँनिर। त्यही भएर विचार गर्नु, लोकसेवामा लङ टर्म स्टडी चाहिन्छ, कण्ठै गरेर मात्रै पनि हुँदैन, अलिकति नलेज पनि राख्नुपर्छ आफूले। अनि सब्जेक्टिभ लेख्न चाहिँ प्र्याक्टिस गर्दा गर्दै गर्दा गर्दै अगाडि बढिने हो है। ल, माथिकै कुराहरूबाट पनि मिलाउन सकिन्छ। हेर्नु, म मिलाउँछु। ह्याभिङ हाइएस्ट नलेज मात्रै भएर पनि तपाईँले कण्ठ मात्र गरेर पनि नाम निस्किँदैन क्या, सबैतिर स्मार्ट वेमा पढ्नुपर्छ। वाटर एप्लिकेसन, ह्याभिङ हाइएस्ट वाटर एप्लिकेसन इफिसियन्सी अफ मोर देन 90%। यो एमसिक्यूमा पनि काम लाग्छ, अब्जेक्टिभमा पनि काम लाग्यो, सरी सब्जेक्टिभमा पनि काम लाग्यो। ह्याभिङ हाइएस्ट वाटर एप्लिकेसन इफिसियन्सी अफ मोर देन 90%। और अर्को छ 2 नम्बरमा ल्यान्ड प्रिपरेसन। ल्यान्ड प्रिपरेसन इज नट रिक्वायर्ड, यसमा चाहिँदैन। ल्यान्ड प्रिपरेसन इज नट रिक्वायर्ड। 3 मा छ सिपेज एन्ड सिपेज, SCEPAG। सिपेज भनेको ग्राउन्डको भोइडबाट जाने, इभापो ट्रान्सपिरेसन भनेको मैले अघि भनिहालेँ। सिपेज एन्ड EVAPO TRANS PIRATION ट्रान्सपिरेसन, सिपेज एन्ड इभापो ट्रान्सपिरेसन इज लेस भनौँ। त्यसपछि अर्को के लेख्न सकिन्छ यसमा, नो कल्टिभेसन। नो कल्टिभेसन ल्यान्ड इज लस्ट, खेतीयोग्य जमिन, इन मेकिङ डिचेज। आलीहरू बनाउन चाहिँ के त यसमा हाम्रो सिँचाइयोग्य जमिन चाहिँ खर्च हुँदैन भनेको होइन। भने एउटा राम्रो जग्गा छ, बिचबिचमा आली बनाउन थाल्यौँ भने त त्यहाँनिर त सिँचाइ हुने जग्गा त मासियो नि त, तर यसमा मासिँदैन। Sir, suitable for any types of areas. You भनेको can, यो जस्तो यो एडभान्टेजमा लेख्दा पनि हुन्छ तपाईहरुले। sir सुन्नु न, हजुर, इक्जाममा एउटा क्वेसन इङ्ग्लिसबाट एउटा नेपालीबाट लेख्न मिल्छ र? मजाले पाइन्छ। तपाईले एउटै क्वेसनमा इङ्ग्लिस नेपाली पनि लेख्न पाइन्छ। जस्तै यहाँनिर ल्यान्ड प्रिपरेसन आवश्यक पर्दैन भनेर लेख्न पाइन्छ क्या। ल्यान्ड प्रिपरेसन चाहिँ अगाडिको भयो, इङ्ग्लिस भयो, अनि पछाडिपट्टि आवश्यक पर्दैन भने नेपाली पनि लेख्न पाइन्छ क्या यहाँनिर चाहिँ। अनि सिपेज र इभापो ट्रान्सपिरेसन लसेस यसमा कम हुन्छ
अनि यसमा खेतीयोग्य जमिन अथवा खेतीयोग्य जमिन यसमा अब लस हुँदैन। यसरी मजाले कतिजना लेखेर पोस्टिङ पनि भएको छन् क्या, पाइन्छ। यो भाषा चाहिँ तपाईँहरूको नेपाली र इङ्ग्लिस दुइटै हुन सक्ने छ भनेर चाहिँ भनेको छ नि त, अनि त्यही भएर मजाले पाइन्छ। त्यो भनेको त कि त नेपाली नेपाली कि त इङ्ग्लिस इङ्ग्लिस मात्र दुइटै त्यस्तो होइन र त्यो भनेको। के भनेको मैले जस्तै भनेको नेपाली इङ्ग्लिस दुइटै दुइटै लेख्न पाइन्छ भन्ने जुन हुन्छ नि लेख्नु भने भाषा कि त नेपाली कि त नेपाली नेपाली कि त कि त नेपाली नेपाली कि त इङ्ग्लिस इङ्ग्लिस भन्न खोजेको त्यस्तो होइन कि दुइटै दुइटै विकल्प मिक्स हो। होला नि। होइन हौ, होइन त्यस्तो होइन। त्यहाँनिर के लेखेको छ भने भाषाको माध्यम चाहिँ नेपाली अथवा अङ्ग्रेजी अथवा दुवै हुन सक्ने छ भनेको छ। दुवै भनेको इङ्ग्लिस र नेपाली हो। होइन सर, त्यो एउटै क्वेसनमा मिल्छ र त्यो, अनि त्यो जस्ता एउटा क्वेसन नेपालीमा लेख्यो, अर्को क्वेसन अङ्ग्रेजीमा मात्रै लेख्न सकियो, एउटै क्वेसनभित्र नेपाली र अङ्ग्रेजी लेख्न सकिन्छ। तपाईँहरूले ल्यान्डलाई के लेख्नुहुन्छ? जग्गा। अनि जग्गा, जमिन। प्रिपरेसनलाई के लेख्नुहुन्छ? जमिन। मजाले पाइन्छ क्या। ल्यान्ड प्रिपरेसन इज आवश्यक पर्दैन भनेर तपाईँले इङ्ग्लिस नेपाली मजा लेख्न पाइन्छ। इङ्ग्लिस र नेपालीको भाषा एउटै क्वेसनमा पनि पाइन्छ। ठिक छ। कस्तो मस्टली सुइटेबल भन्नाले जुन ठाउँमा तपाईँहरूको पानी चाहिँ छैन, इरिगेसन वाटर छैन, आवश्यक धेरै छ भने, अथवा बिरुवाको जरालाई धेरै पानी आवश्यक पर्ने छ भने त्यस्तो ठाउँमा सुइटेबल हुन्छ। ठिक छ, तपाईँको एन्सर पाउनुभयो? एक्सक्युज मी सर, हजुर। जस्तो यो जुन हामीले पाइपलाई तल अन्डरग्राउन्डमा राख्छौँ नि, त ग्राउन्डमा टप सर्फेस, ग्राउन्डको टप सर्फेसदेखि कति बिलोमा राख्ने भने त कसरी आइडेन्टिफाई गर्ने सर यसमा? त्यो त यस्तो हुन्छ, यो फिक्स भनेर चाहिँ छैन। हजुर, अनि यसमा चाहिँ तपाईँहरूको बिरुवाको रुट एन्ड डेप्थको आधारमा गर्छौँ, हामीले डिजाइनै गर्छौँ। यो चाहिँ डिजाइनै गर्नुपर्छ है त्यसको। मिनिमममा एउटा क्राइटेरिया चाहिँ छ, मिनिमममा हाइट कति हुनुपर्छ भने त्यो चाहिँ म अहिले एकछिनमा क्वेसनै गराउँछु, तपाईँलाई अहिले भन्दिनँ, क्वेसनै गराउँछु। नभए बिरुवाको रुट एन्ड डेप्थ चाहिँ हेरेर डिजाइनै गर्ने हो। यतिकै हामीले यतिकै पाइपहरू अन्डरग्राउन्ड बिछ्याउँदैनौँ, डिजाइनै गर्छौँ। रुट एन्ड डेप्थलाई गर्छौँ। रुट जन थाहा भयो भने त्यसको कति तल अझै हुन्छ कि के छ त्यस्तो छ? त्यस्तो छैन। त्यसको रुट जन थाहा भएपछि त्यसको त्यस्तो चाहिँ छैन। नो ग्रोथ अफ अननेसेसरी भेजिटेसन इन द फिल्ड। अब त्यो कति राख्ने, मिनिमम म्याक्सिमम कति राख्ने भन्ने कुरा चाहिँ एकछिनमा म तपाईँलाई एउटा क्वेसन गराउँछु, अनि तपाईँलाई सजिलो हुन्छ। त्यसपछि 6 मा डिप पर्कोलेसन। तर अननेसेसरी पछि के हो यो? भेजिटेसन, VEGETATION, भेजिटेसन। डिप पर्कोलेसन एरिया इज लस्ट। यसमा अलिकति नबुझ्ने भने 6 नम्बरको अलिकति तपाईँलाई उल्टो जस्तो लाग्ला, म बुझाइदिन्छु। कपी गर्नु त, त्यसपछि हामी डिसेटमा डिज लेख्छौँ। 5 को पनि भनिदिनु न सर। ल म भनिदिन्छु, 5 को पनि भनिदिन्छु, सबै भनिदिन्छु। कपी गर्नु पहिला। सर त्यो अननेसेसरी पछि के लेखिएको छ? VEGETATION, भेजिटेसन। भेजिटेसन घाँसपात उम्रिँदैन भन्न खोजे हो क्या। नो ग्रोथ अफ अननेसेसरी भेजिटेसन इन द फिल्ड। तपाईँहरूले हेर्नुभयो भने आलु लगाउनु भएको छ, त्यहाँनिर तपाईँ राम्रोसँग सिँचाइ गर्नु भएन, गोडमेल गर्नु भएन भने आलु हराइहाल्छ। अरू अरू भेजिटेसनहरू त्यहाँनिर, अरू चाहिँ भेजिटेसन भनेको तरकारी नेपाली मिनिङ चाहिँ तरकारी जस्तो बुझिन्छ। यो भनेको चाहिँ
घाँसपातहरू सबै त्यो हामीले मेन क्रोप बाहेक अरू धेरै उम्रिन्छ क्या। गहुँ लगाउनु भएको छ, गहुँ बाहेक अरू उम्रिरहेको हुन्छ त्यहाँनिर, त्यो ग्रोथ भइरहेको हुन्छ। अब हामीले किन ग्रोथ भइरहेछ त? इरिगेसन भएर ग्रोथ हुने हो नि त। मेन क्रोपले भन्दा अरू अननेसेसरी भेजिटेसनले पानी पायो भने त उनीहरू ग्रोथ हुन्छ। अब यहाँनिर के हुन्छ त, सबै अन्डरग्राउन्ड पाइपको थ्रुबाट सिँचाइ गरिरहेको छौँ भने सर्फेसमा पानी आउँदैन, पानी नआएपछि घाँसपातहरू उम्रिँदैन। त्यो भन्न खोजेको क्वेसन यो पोइन्ट नम्बर 5 ले। अनि सिपेज एन्ड इभापो ट्रान्सपिरेसन भइहाल्यो। नो कल्टिभेसन ल्यान्ड इज लस्ट इन मेकिङ डिचेस, यो पनि भइहाल्यो। भन्न खोजेको चाहिँ के हो त भन्दा, अघि पनि भने मैले खेतीयोग्य जमिनहरू चाहिँ त्यो हामीले आलीहरू बनाउनको लागि खेतीयोग्य जमिन खर्च गर्न पर्ने हुन्छ। अब पाइपै अन्डरग्राउन्ड हालेपछि त्यो आलीहरू बनाउनु परेन। अनि 6 नम्बरको डिप पर्कुलेसन एरिया इज लस्ट इन मेकिङ डिचेज। यहाँनिर के हुन्छ भने हामीले, म एउटा फिगर बनाइदिन्छु ल। यो कस्तो भने पानी हाल्ने बित्तिकै कुनै कुनै यस्तो हुन्छ क्या, पानी हाल्ने बित्तिकै त्यहाँनिर त्यो कुनै जग्गामा पानी नै बस्दैन। तपाईँले पानी जति इरिगेसन दिनुहुन्छ पानी छिरेर गइहाल्छ। त्यसको मिनिङ चाहिँ के हो त भन्दा त्यहाँनिर डिप पर्कुलेसन छ है, त्यहाँनिर चाहिँ केही न केही भोइडहरू छ अनि त्यो चाहिँ धेरै तलसम्म पानी छिरेर गइरहेको छ। हो त्यस्तो ठाउँलाई हामी डिप पर्कुलेसन भन्छौँ। अब ठ्याक्कै हामीले सर्फेस इरिगेसनमा त्यो ठाउँलाई चाहिँ आली बनाइदिन्छौँ क्या हामीले चाहिँ। हो अब हामीले पाइप अन्डरग्राउन्ड नै बिछ्यायौँ भने चाहिँ के हुने भयो त, डिप पर्कुलेसन एरियाहरू चाहिँ के हुने भयो त, लस्ट हुने भयो इन मेकिङ डिचेसमा भन्न खोजेको है त। भनेको पानी हाल्ने बित्तिकै छिरेर धेरै तलसम्म पानी गइरहेको छ भने त्यसलाई हामी के भन्छौँ त, डिप पर्कुलेसन भनेर भनिरहेको हुन्छ। अब यसको डिसएडभान्टेजमा लेख्ने त्यही हो, हेर्नु यो बनाउनलाई खर्च धेरै लाग्छ। यसमा चाहिँ अब त्यो नोजलहरू ब्लक हुन सक्छ, अनि यो चलाउनको लागि स्किल मेन पावरहरू चाहिन सक्छ, यसको पाइप नेटवर्कको पैसा धेरै लाग्न सक्छ। यस्तै यस्तै कुरा लेख्ने त हो। डिसएडभान्टेज डिसएडभान्टेज हाई इनिशियल कस्ट अफ पाइप नेटवर्क arrangement भनौँ, arrangement frequently maintenance is required, maintenance is required, blockage of nozzle, पाइपमा नोजल हुन्छ त्यो ब्लक हुन्छ यसमा। change in crop is not easily possible, easily possible, skilled manpower, skilled manpower is required for cultivation, skilled manpower is required for cultivation। अघि कति डेप्थ हुन्छ के हुन्छ भने सोध्दैन त एकजनाले, म क्वेसन गराउँछु यहाँनिर। जस्तै एमसीक्यूमा वाट इज द मिनिमम हाइट, वाट इज द minimum height soil above the network pipe for artificial subsurface irrigation भने सबै पर्यो है यहाँनिर चाहिँ। artificial subsurface ट्वेन्टी सेन्टिमिटर बीमा 30 सेन्टिमिटर 50 सेन्टिमिटर 50 सेन्टिमिटर ल।
मिनिमममा कति राख्ने त भन्ने हो। अब म्याक्सिमममा त धेरै राख्दा राम्रो हो, मिनिमममा चाहिँ कति राख्ने त भन्ने कुरा आउँछ यहाँनिर। फिफ्टी होला कि त बी नम्बर 50 20 20 फेरि मर्मत 30 गर्नलाई 30 धेरै सर खर्च लाग्छ 30 अनि यसमा 20 राइट एन्सर मैले पाइनँ 40 सेन्टिमिटर है त। मिनिमममा के हुन्छ त 40 सेन्टिमिटर राख्नुपर्छ। र तपाईँले अब यसरी चाहिँ याद भयो होला क्वेसन अनुसार। अब जाउँ हामी अर्को थियो, हामीले सर्फेस पनि सकायौँ, सब सर्फेस पनि सकायौँ। अब हाम्रो छ स्प्रिङ्कल इरिगेसन सिस्टम, त्यहाँबाट पनि सब्जेक्टिभ क्वेसन सोधिरहेको छ। पहिला म यहाँ क्वेसन लेखिदिन्छु, त्यही नै हो। वाट डु यु मिन बाई स्प्रिङ्कल इरिगेसन सिस्टम, राइट डाउन इज एडभान्टेज एन्ड डिसएडभान्टेज। वाट mean by sprinkle irrigation system, write down its advantage and disadvantage. यो पनि 1 + 2 + 2 = 5 मार्क्स एक्जाममा इम्पोर्टेन्ट नै छ। ल हेरौँ न, यो सर्फेसमा पर्छ होला कि सब सर्फेसमा पर्छ होला स्प्रिङ्कल इरिगेसन सिस्टम भनेको भन्नु त मलाई। सर्फेसमा 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 सबैजनाको एन्सर सर्फेसमै हो। यस सर खासमा यो त यसमा त उसमा सर्फेसमा भएको सब हजुर सर सर्फेस माथि सर्फेसमा यो छर्किँदा ल हेर्नु है, यो चाहिँ के हो त भन्दा आधा चाहिँ 50% सर्फेस हो भने 50% सब सर्फेस हो। पाइपलाइनहरू लेइङ गर्ने काम चाहिँ सबै अन्डरग्राउन्ड, सिँचाइ गर्ने बेलामा ग्राउन्ड। पाइप बिछ्याउने बेलामा जमिनको तलपट्टि बिछ्याउने, सिँचाइ गर्ने बेलामा जमिनमा गर्ने। भन्नुको मिनिङ के बुझ्नु पर्यो त, सिँचाइ चाहिँ हामीले ग्राउन्ड सर्फेसभन्दा माथि हुँदो रहेछ, तर पाइपलाइनहरूको एरेन्जमेन्ट चाहिँ कता हुँदो रहेछ त ग्राउन्ड सर्फेसभन्दा तल हुँदो रहेछ। त्यही भएर यो सब सर्फेस पनि होइन, सर्फेस पनि होइन। यदि यो सर्फेस भएको भए हामी अघि नै पढिसक्थ्यौँ, सब सर्फेस भएको भए भर्खरै पढ्थ्यौँ। त्यही भएर यसलाई छुट्टै पढिरहेको छौँ हामीले। हिजो लेखेको पनि हेर्नुभएको थियो, 1 नम्बरमा सर्फेस, 2 नम्बरमा सब सर्फेस, 3 नम्बरमा स्प्रिङ्कल, 4 नम्बरमा लिफ्ट पढिरहेको थियौँ। सबै के हो त फरक फरक कुरा हो। के बुझ्नु पर्यो त 50% सर्फेस रहेछ, 50% सब सर्फेस रहेछ। ओके, अब यहाँनिर स्प्रिङ्कल इरिगेसन सिस्टमलाई तपाईँहरूले कोहीले फिरफिरे भनेर पनि सुन्नु भएको छ, अथवा यस सर आकाशमा पश्चिमतिर फिरफिरे भन्छ। फिरफिरे भन्छ। गाउँघरतिर प्रायः फिरफिरे भन्छ, अथवा नभएपछि आर्टिफिसियल रेन भन्छौँ क्या यसलाई चाहिँ हामीले। कस्तो हुन्छ भने म पहिला फिगर बनाइदिन्छु। यो फिगर बनाउनु पर्दैन ल, तपाईँको गाउँघरमा चाहिँ कसरी यो गरेर हुन्छ। यो फिरफिरेलाई चाहिँ खासमा के हो भने यसरी पाइपहरू ल्याउने हामीले, अनि यहाँबाट एक ठाउँमा चाहिँ एउटा यसरी किला जस्तै ठोकिदिने होइन, यसरी ठोक्छौँ हामी। अनि यहाँनिर एउटा रोटेटिङ हेड हुन्छ हेर्नु होइन, अनि यो पुरै घुम्छ क्या, प्रेसरको थ्रुबाट पुरै घुम्छ। अनि यसले कति वरपर चाहिँ के हुन्छ त कति पानी कभर गर्ने हो त, अनि यो पाइपमा प्रेसर हुन्छ। यसलाई चाहिँ हामीले स्प्रिङ्कल इरिगेसन सिस्टम भन्छौँ नर्मल्ली। अब यस्तो फिगर बनाएर इक्जाममा हुँदैन हेर्नु। अब हामीले के गर्न पर्छ त यहाँनिर भने अर्कै फिगर बनाइदिन्छु म। यसरी सिँचाइ गरेको देख्नु भएको छ नि बगैँचाहरूमा, तपाईँहरूको कहीँ कहीँ यो पार्कहरूमा युज गरेर हुन्छ क्या। पहिला फिगर बनाऊ।
यसलाई रोटेटिङ हेड भन्छौँ हामी जनरली। तर ग्राउन्ड सर्फेस चाहिँ यहाँसम्म मात्रै छ हेर्नु। यो जुन यसको टाउको छ नि यो चाहिँ ग्राउन्डमा निकालेकै हुन्छ। मेन पाइप त्यो रोड प्यानले मैले के बनाएको होला? बिरुवा हो कि? हो त्यहाँ केही बिरुवा छ है त, क्रोपहरू छ भने बुझ्नु पर्यो। अनि यो चाहिँ ग्राउन्ड सर्फेस भएको हाम्रो। अब के हुन्छ त, पाइपको थ्रुबाट प्रेसर दिन्छौँ हामी। प्रेसर दिएर अब हेर्ने गरौँ। अनि यसरी यो घुम्छ क्या रोटेटिङ हेड। अनि यसरी आकाशबाट खसे जसरी हाम्रो के हुने भयो त, घुमेर चाहिँ बिरुवाको पातमा पानी दिने भयो हामीले। अनि यसमा यसलाई के भन्ने त भन्दा रोटेटिङ हेड। रोटेटिङ हेड भन्छ। फिगर पनि गराउने हो, हजुर फिगर पनि गराउने छ नानी। स्प्रिङ्कल इरिगेसन। फिगर बनाउनु न, फिगर बनाउन किन अल्छे? फिगर नबनाइ कसरी एक्सप्लेन गर्ने भने के, फिगर त चाहियो नि। तपाईँहरू म हिजो पनि यही कुरा भनेको, म फेरि पनि रिपिट गर्छु। एक्जाममा जति सक्नुहुन्छ फिगर चाहिँ एक्सप्रेस गर्नु होला तपाईँले त्यहाँनिर। यो फिगर बनाउन टाइम लाग्दैन। एक नम्बरमा सोध्दा चाहिँ भने फिगर पनि बनाउनु। व्हाट डु यु मीन बाइ स्प्रिङ्कल इरिगेसन सोध्दा चाहिँ त्यस्तो नि, यो क्वेसन पो त्यो तपाईँले के बुझ्नु भने मैले क्वेसनको एन्सर लेखिरहेको होइन। फर्स्टमा चाहिँ डिफाइन स्प्रिङ्कल इरिगेसन सिस्टम भनेर तपाईँलाई 10 मार्क्समा सोधेको पनि छ। अनि त्यति बेला के गर्नुहुन्छ? म एउटा लाइन मात्र लेख्दिनँ त त्यसो भयो अहिले। यो क्वेसनको एन्सर होइन, ठिक छ। क्वेसन यसरी आएको छ है भन्ने मात्रै हो। डिफाइन स्प्रिङ्कल इरिगेसन एक्सप्लेन भनेर 10 मार्क्समा सोधेकै छ तपाईँलाई, 77 कि 78मा चाहिँ। त्यति बेला तपाईँले डिफिनेसन लेख्न पर्यो, फिगर बनाउन पर्यो, सुइटेबिलिटी लेख्न पर्यो, एडभान्टेज लेख्न पर्यो, डिसएडभान्टेज लेख्न पर्यो। क्वेसन त जता पनि ढल्किदिन सक्छ नि। 1 मार्क्समा सोध्यो भने फिगर बनाउन परेन। यसलाई अब तपाईँले यहाँनिर पेन्सिल युज गर्ने, स्केल युज गर्ने गरेर भएन। फ्री ह्यान्ड बनाउने हो, पेन युज गर्ने हो। बढीमा यसलाई चाहिँ 1 मिनटभन्दा धेरै लाग्दैन फेरि फिगर बनाउन पनि। 1 मिनट पनि लाग्दैन, 30 देखि 35 सेकेन्डमा सकिन्छ मजाले। अब त्यो कसैले सक्दैन, 3-4 मिनट लाउनुहुन्छ, 2 मिनट लाउनुहुन्छ भने प्र्याक्टिस गर्न पर्यो। लोक्स्या भनेको त यतिकै त सकिँदैन तपाईँहरूको। फिगर बनाउँदा ठिक हुन्छ नि सर? फिगर बनाउनै पर्छ फिगर चाहिँ। ल यो फिगर कपी भयो भने यो यसले कसरी, यो मेकानिजमबाट कसरी सिजाइ हुन्छ थाहा पाउनु भयो नि होइन सबैजनाले? कसैलाई के कन्फ्युजन छ? पाइप हुन्छ, माथि ग्राउन्डको सर्फेसमा टाउको निस्केको हुन्छ, त्यसलाई त्यो टाउकोलाई हामीले रोटेटिङ हेड भन्छौँ। प्रेसरको थ्रुबाट त्यो रोटेटिङ हेड घुम्छ, घुमेपछि पानी चारैतिर छर्के जस्तो हुन्छ। आकाशबाट पानी खस्दाखेरि जस्तो हुन्छ नि, यहाँ पनि त्यस्तै हुन्छ। अनि के हुन्छ त्यो यो चाहिँ, अनि त्यसपछि ग्राउन्ड सर्फेसमा पानी पर्छ। अब यो कस्तोको लागि सुइटेबल हुन्छ भनेर बुझ्नु पर्यो क्या। तपाईँहरूले काहीँ तराईमा
त्यो किरा फटेङ्ग्राहरूले बालीनालीहरू खाइदिन्छन् क्या, अथवा कुनै पनि बिरुवालाई जरामा भन्दा पातमा धेरै पानी चाहिएको छ भने त्यस्तो बिरुवाको लागि सुइटेबल हुनु पर्यो। अब किरा फटेङ्ग्रा हामी जनरली फर्टिलाइजर भन्छौँ, जहाँ फर्टिलाइजरहरू धेरै छ, किरा फटेङ्ग्राहरू धेरै छ भने चाहिँ आकाशबाट पानी खस्यो भने त किरा फटेङ्ग्राहरू त्यहीँ बसिराख्दैन, उनीहरू उडेर जाला अथवा उनीहरू त्यहाँनिर हाम्रो बिरुवाको पातहरू नखाइदेला उनीहरूले। हो त्यस्तो ठाउँमा धेरै युज गर्छौँ हामीले स्प्रिङ्कलर इरिगेसनलाई चाहिँ। आफआफ्नै नेचर छ, कुन आफआफ्नै विशेषता छ, अनि विशेषता अनुसार चाहिँ हामीले युज गरिरहेको हुन्छौँ। ल यो फिगर कपी भयो भने अब यसको बारेमा म लेखिदिन्छु यहाँनिर। एप्लिकेसन अफ पम्प, यसमा पम्प नलाएर हुँदैन, प्रेसर दिनै पर्छ। एप्लिकेसन अफ पम्प, application of pump, water is applied to the land in the form of artificial rain. योसँग पनि वाटर एप्लिकेसन एफिसिएन्सी हाई नै हुन्छ। ह्याभिङ हाई वाटर एप्लिकेसन एफिसिएन्सी, हाई वाटर एप्लिकेसन efficiency of 80 to 85%। यसमा पनि ल्यान्ड प्रिपरेसन गर्न परेन। Land preparation is not required. Land preparation is not required. Uppermost part of the sprinkle irrigation is rotating head. यसपछि कहाँ एप्लाई गर्छौं? Applied where topography is undulating. अरु के गर्न सकिन्छ? Applied where quantity of water is not sufficient to carry surface method. और इसमें suitable where water table is high. और इसमें applied where water holding capacity of soil is low. Suitable for permeable soil. ल
सर यसको इनिसियल कस्ट पनि हाई नै हुन्छ होला है सर? हुन्छ हुन्छ त्यो पनि लेख्नुहोस्। सर त्यो एप्लाइड वाटर वेयर के हो? एप्लाइड वेयर वाटर Applied where water holding capacity of soil is low. सोइलले पानी जम्मा गरेर राख्न सक्दैन भने, जम्मा गरेर राख्यो भनेपछि चाहिँ यो हुँदैन। जम्मा गरेर राख्न सक्दैन भने बेला बेलामा आकाशबाट पानी छर्केपछि छर्किरहनु पर्यो क्या हामीले चाहिँ। And suitable for permeable soil. वाटर होल्डिङ क्यापासिटी लो हुनु भनेको के हो त? पर्मिएबल सोइल हो। ल कपी भयो। यो सुइटेबल वेयर वाटर टेबल इज हाई यसको बारेमा भनिदिनु त। ओके ओके म त्यो भनिदिन्छु, त्यो चाहिँ भनिदिन्छु नि। ल त्यो भनिदिन्छु। अरू त अब हेर्नु ल, यसको वाटर एप्लिकेसन इफिसियन्सी पनि हाई नै हुन्छ, तर ड्रिप अथवा ट्रिकल इरिगेसन सिस्टम भन्दा कम हुन्छ। ड्रिप और ट्रिकलको चाहिँ 90% भन्दा बढी हुन्छ भने यसको चाहिँ अलिकति कम 80 देखि 85 हुन्छ। यो कुरा ख्याल गर्न पर्यो। अप्सनमा ड्रिप र स्प्रिङ्कल सँगै छ भने पहिला ड्रिप टिक्लाउने, ड्रिप छैन भने स्प्रिङ्कल मात्रै छ भने स्प्रिङ्कल टिक्लाउने। त्यति बेला हाइएस्ट वाटर एप्लिकेसन इफिसियन्सी कसको भनेर सोधेपछि त्यो क्वेसन गराउँछु म। ल अब यसमा अरू त मैले खासै भने यसमा चाहिँ एप्लाइड वेयर टोपोग्राफी इज अन्डुलेटिङ, यो पनि भइहाल्यो। एप्लाइड वेयर क्वान्टिटी अफ वाटर इज नट सफिसियन्ट टु क्यारी सर्फेस मेथड। अब हाम्रो त यत्रो किन खर्च गर्ने, यदि हामीसँग पानी छ भने मजाले सर्फेस मेथडबाट सिँचाइ गर्न सक्छौँ। अब सर्फेस मेथडबाट सिँचाइ गर्न पानी पुगेन हामीलाई भने त्यति बेला बल्ल स्प्रिङ्कल चाहिँ आउने भयो। अनि सुइटेबल वेयर वाटर टेबल इज हाई। अब हेर्नु वाटर टेबल हाई छ भने यो किन युज गर्ने त भन्दा, यो हाम्रो के छ त ग्राउन्ड सर्फेस छ, यो ग्राउन्ड सर्फेस छ भने यो वाटर टेबल हो। यो वाटर टेबल हाई छ भने यो बिरुवाको जराले यो पानी यो वाटर टेबलबाट माथि तान्न सक्छ नि त मजाले हो। यो बिरुवाले चाहिँ वाटर टेबलबाट जरालाई चाहिने पानी चाहिँ वाटर टेबलबाट तानिहाल्यो। अब यसलाई कहाँलाई पानी चाहियो त? पातलाई चाहियो नि त। यो लिप्सहरूलाई चाहियो भनेपछि हो यो पातको लागि चाहिँ अब हामीले के त रोटेटिङ हेडको थ्रुबाट यसै गरी पानी फाल्न सक्छौँ। यो एउटा यसरी बुझ्नु पर्यो तपाईँ लजिक चाहिँ वाटर टेबल। क्लियर छ? बुझ्नुभयो? यस सर। एक्सक्युज मी सर, खासमा बिरुवालाई जग्गालाई पानी चाहिने कि पातलाई पनि चाहिन्छ पानी? जग्गाबाट पातमा पानी आफै जाने होइन क्या? जान्छ नजाने होइन, जान्छ। यस्तो हुन्छ कुनै कुनै बिरुवालाई चाहिँ जरालाई मात्र चाहिने हुनसक्छ, कुनै कुनै बिरुवालाई पातलाई पनि चाहिन सक्ने हुन्छ, कहिलेकाहीँ दुइटैले चाहिन सक्ने हुन्छ। अब यस्तो नि तपाईँहरूलाई जराबाट जस्तै इक्जाम्पल कसले पातलाई चाहिने जस्तै इक्जाम्पल, जस्तै तपाईँहरूले पातलाई चाहिने चाहिँ तपाईँले कुनलाई चाहिँ बुझ्नु पर्यो भने यो हाम्रो के अरे गहुँहरू छ नि, गहुँहरूलाई पातलाई पनि चाहिरहेको हुन्छ हेर्नु। अनि अर्को कुरा चाहिँ ठ्याक्कै पातलाई चाहिने चाहिँ अरू कुन छ भन्दा यो हाम्रो तोरीहरू भन्छ, मस्टार्ड, त्यसको लागि पनि पातलाई चाहिरहेको हुन्छ। जस रबी सिजनलाई प्राय पातलाई खोजिरहेको हुन्छ। अनि अर्को कुरा चाहिँ फर्टिलाइजरहरूलाई कम गर्नको लागि अथवा किरा फटेङ्ग्राहरूले पातहरू नखाइदिउन् भनेर चाहिँ हामीले आकाशबाट खसेको जस्तो बनाउनु पर्ने हो क्या एउटा चाहिँ होइन। अनि तपाईँले पातहरू जरालाई भन्दा अब जस्तै सागपातहरू हुन्छ नि, हामी जरा खाँदैनौँ नि त, त्यसको त पात खान्छौँ नि त होइन, हो त्यसलाई चाहिँ पातलाई चाहिरहेको हुन्छ क्या। त्यसरी बुझ्नु पर्छ तपाईँहरूले। ट्रान्सफर हुन्छ नहुने होइन, जराबाट हुने चाहिँ त्यही नै हो मेकानिजम। बिरुवाले खाना कहाँ बनाउँछ भने चाहिँ पातमा बनाउँछ भन्छौँ नि त, हामी बनाउँछौँ नि त, हो त्यति बेला पनि त पानी चाहियो हेर्नु, हो त्यो दुवै ठाउँमा पानी चाहिएकै हुन्छ। त्यसमा एउटा यतिलाई मात्र चाहिने यतिलाई नचाहिने भन्ने चाहिँ हुँदैन। तर मोस्ट अफ द टाइम चाहिँ के हुन्छ भन्दा जराबाट नै सप्लाई गर्छ, त्यो चाहिँ हो। अब यसमा यसको एडभान्टेज र डिसएडभान्टेज लेख्न सकिन्छ? लगभग मैले माथि लेखिसकेको छु, त्यसलाई छान्ने मात्र पर्नेछ। सकिन्छ सर। ल ओके। ल मैले यसको एडभान्टेज र डिसएडभान्टेज लेखिनँ, त्यो ड्रिप अथवा ट्रिकल इरिगेसनकै जस्तै हो, यसमा खासै केही पनि छैन। ल अब यहाँनिर एउटा एमसिक्यूहरू हेरौँ ल हामी, एकदमै इम्पोर्टेन्ट छ एमसिक्यू चाहिँ। त्योभन्दा ओके ठिक छ, एमसिक्यू नै गरौँ। त्यसपछि एउटा लास्टमा लिफ्ट इरिगेसन छ। वाट इज द जनरल प्रेसर इन रोटेटिङ हेड of sprinkle irrigation?
त्यो जुन घुम्छ भने नि मैले रोटेटिङहरू त्यसको प्रेसर कति हुन्छ भने सोधेको छ लोकसेवामा 1 टाइम एकचोटि 1.1 kg पर सेन्टिमिटर स्क्वायर टु 2.1 kg पर cm स्क्वायर। अप्सन बी मा 1.2 kg पर सेन्टिमिटर स्क्वायर देखि लगेर 2.3 kg पर सेन्टिमिटर स्क्वायर। सी मा छ 1.4 kg पर cm स्क्वायर देखि लगेर 2.1 kg पर सेन्टिमिटर स्क्वायर। अनि डी मा छ 2 kg पर cm स्क्वायर देखि लगेर अनि 5 kg पर cm स्क्वायर। प्रेसर कति हुन्छ भनेर सोधिरहेछ। ल अब यहाँनिर एउटा अर्को क्वेसन हेरौँ हामी। which irrigation method is suitable for rolling land? कहिलेकाहीँ लोकसेवामा फ्री भन्देला अथवा वाइल्ड फ्लडिङ। मैले तपाईलाई हिजो पढाउँदाखेरि क्वेसन गराउँछु भनेको थिएँ। यो सी नम्बरमा छ चेक। एकदम कन्फ्युजन क्वेसन हो यो, बुकहरुमा रङ छ। नन अफ द एबभ। ल पहिला माथि क्वेसनको एन्सर दिउँ। माथिको कति सी हुन्छ सर 1.4 देखि 2.1 सम्म राख्न सकिन्छ जस्तो लाग्छ। ल माथिको चाहिँ सी नै हो। 1.4 देखि 2.1 kg पर cm स्क्वायर यति हुन्छ। याद गर्नुस्, यो इम्पोर्टेन्ट छ। वान टाइम सोधेको छ, त्यहाँभन्दा पछाडि सोधेको चाहिँ छैन। नसोध्ला भन्न सकिँदैन यस्तो क्वेसनहरू, कहिलेकाहीँ सोधिन्छ। त्यसपछि यसको मैले कुरा गरिरहेको थिएँ तपाईहरुलाई। यसको एन्सर कुन हुन्छ त? हामीले रोलिङ ल्यान्डको लागि ए हुन्छ। अप्सन ए फ्री फ्लोडिङ बुकमा कुनै बुकमा चेक फ्लोडिङ पनि छ। यो नोटमा के लेखिराख्नु भने यसको लागि तपाईहरुले फर्स्टमा फर रोलिङ ल्यान्डको लागि फर्स्ट प्रायोरिटी चाहिँ फर्स्टमा तपाईहरुले फ्री फ्लोडिङ। अब यहाँनिर मैले एउटा कुरा लेखेको छु। ल फ्री/वाइल्ड फ्लोडिङ लेखेको छु। तपाईहरुलाई उस्तै लाग्छ क्या? कसैले अप्सनमा यो देखेर फ्री र वाइल्ड भनेको एउटै हो कि जस्तो लाग्छ भने होइन, यो अलिकति फरक हो। यिनीहरूको नेचर फरक छ। के फरक छ हामीले हिजो भन्यौं है, ठीक छ। कहिलेकाहीँ अप्सनमा फ्री होला, कहिलेकाहीँ वाइल्ड होला। त्यही भएर मैले फ्री/वाइल्ड लेख्दिएँ। ओके, नभए म्याक्सिमम वाइल्ड हुँदैन, फ्री नै हुन्छ। अब सेकेन्डमा तपाईहरुले चाहिँ बोर्डर स्ट्रिप टिक्लाउनु होला। यो खासै हुँदैन, सिधै चेक हुन्छ। थर्डमा बल्ल चेक लाउनु होला, चेक फ्लडिङ। तीनटै अप्सनमा आयो भने के गर्ने? फर्स्टमा फ्रीमा जाने, सेकेन्डमा बोर्डरमा जाने, थर्डमा चेकमा जाने। अब फ्री पनि छैन, बोर्डर पनि छैन भने चेक फ्लडिङ टिक्लाउने। त्यसपछि चाहिँ अनि अल हुन्छ नि अल अफ द एबोभ त्यसरी अहिलेसम्म क्वेसनमा दिएको छैन। अल अफ द एबोभ दियो भनेपछि अल अफ द एबोभ टिक्लाउने। अल त हुँदैन नि। कस्तो कस्तो यस्तो हो। अहिलेसम्म त्यस्तो क्वेसन देखाएको छैन मैले, हेर्नु है।
हामीले फ्री अथवा वाइल्डमा पनि रोलिङ ल्यान्डमा पनि रोलिङ ल्यान्डलाई फ्रीमा पनि युज गर्न सकिन्छ, बोर्डरमा युज गर्न सकिन्छ, चेक पनि युज गर्न सकिन्छ। अल अफ एबभ दिएपछि अल अफ एबभ नै टिक लाउने हो। तर अहिलेसम्म मैले लोकसेवामा सोधेको पनि छैन, काहीँ क्वेसन त्यस्तो देखा पनि छैन हेर्नु है। तर यो कसरी चाहिँ तपाईँहरूले अब यो आएपछि के गर्ने, त्यो आएपछि के गर्ने, त्यो आएपछि के गर्ने भनेर मैले यहाँनिर लेख्दैछु। एउटा अर्को क्वेसन गरौँ अब हामी। यहाँनिर यस्तै कन्फ्युजन क्वेसनहरू हेरौँ हामी यहाँबाट आएको। स्कार्सिटी, SCARCIT, स्कार्सिटी अफ वाटर, यदि पानीको चाहिँ अभाव छ भने अप्सन एमा तपाईँले ड्रिप/ट्रिकल इरिगेसन टिक लाउनुहुन्छ कि अप्सन बीमा तपाईँहरूसँग छ स्प्रिङ्कल इरिगेसन टिक लाउनुहुन्छ कि स्प्रिङ्कल इरिगेसन टिक लाउनुहुन्छ कि सीमा सर्फेस इरिगेसन टिक लाउनुहुन्छ कि सर त्यो फर्स्टको ड्रिप अनि के हो? TRICKL ड्रिप/ट्रिकल। चेक मेथड टिक लाउनुहुन्छ। स्प्रिङ्कल इरिगेसन। स्प्रिङ्कल इरिगेसन ड्रिप इरिगेसन स्कार्सिटी अफ वाटर भनेको यसको मिनिङ चाहिँ पानीको एकदमै अभाव हुनु है। पानीको अभाव हुने ठाउँमा हामीले के गर्नु पर्यो त? कुन हुन्छ? तपाईहरु सबैजना 100% राइट हुनुहुन्छ। यसको एन्सर ए नै हो। अब यदि अप्सनमा ए छैन भने कुन टिक लाउने? बी स्प्रिङ्कल स्प्रिङ्कलको लागि त धेरै पानी चाहिन्छ होला नि, प्रेसर पो धेरै चाहिन्छ त, पानी चाहिँदैन नि त। पानी त कम चाहिन्छ, स्प्रिङ्कल हुन्छ। सेकेन्डमा चाहिँ स्प्रिङ्कल, फर्स्टमा चाहिँ ड्रिप। यदि अप्सन ए छैन भने त्यसपछि तपाईहरुको स्प्रिङ्कल। यस्ता क्वेसनहरुको सोलुसन चाहिँ ठ्याक्कै तपाईले अल इन वानमा हेर्नुभयो भने मजाले मैले यसरी नै लेखिरहेको छु। तपाईहरुको अल इन वान पढ्नुको फाइदा चाहिँ एउटा यो पनि हो। ल त्यस्तो हो भने अरु यसमा एउटा अर्को क्वेसन गरौँ हामी यहाँनिर। व्हिच इरिगेसन मेथड आइरहेछ कि यहाँको क्वेसन चाहिँ व्हिच इरिगेसन मेथड इज सुइटेबल फर standing crops in sandy soil अथवा sandy field भने मैले अहिले अप्सन ए मा चेक सर्टकटमा लेखिदिन्छु, बी मा फ्रो, सी मा स्प्रिङ्कल, डी मा ड्रिप। कुन हुन्छ होला? स्ट्यान्डिङ क्रोप ख्याल गर्नु त। यहाँनिर एउटा वर्ड छ स्प्रिङ्कल हुन्छ हैन? स्ट्यान्डिङ क्रोपको लागि स्प्रिङ्कलर हुन्छ। स्प्रिङ्कल हो। ल तपाईहरुले भन्नुभयो, मैले पनि माने स्प्रिङ्कल। यसबाट स्प्रिङ्कल because of large stream discharge, large STREAM stream discharge, because of large stream discharge, comma which irrigation method is suitable on high permeable soil। यो मैले लेखाइसकेको छु नोटमा अगाडिपट्टि। फ्री गर्ने कि बी मा चेक गर्ने कि सी मा बेसिन गर्ने कि डी मा स्प्रिङ्कल गर्ने।
Check. Check method. बी 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 स्प्रिङ्कल होला नि पर्मिएबल सोइल भनेपछि। त्यहाँ लार्ज स्ट्रिम हाई पर्मिएबल सोइल हो, हाई पर्मिएबल सोइल प्लस त्यसको एकदमै पोजिटिभ पोइन्ट चाहिँ यहाँ के छ त, लार्ज स्ट्रिम डिस्चार्ज। खोलाको पानी चाहिँ एकदमै ठुलो छ भनेले, किनकि 0.2 देखि 0.8 हेक्टरसम्मको एरिया चाहिँ सिँचाइ गर्न पर्ने हुन्छ, डिस्चार्ज चाहिँ धेरै हुन्छ योसँग। त्यही भएर यो वर्ड हेर्ने लार्ज स्ट्रिम डिस्चार्ज प्लस हाई पर्मिएबल सोइल। यति बेला चाहिँ हामी स्प्रिङ्कल होइन, सरी check. यदि यो वर्ड नभएको भए स्प्रिङ्कलर हुन्छ होइन सर? यो नभएको भए हामीले हाई लार्ज स्ट्रिम डिस्चार्ज छैन भनेपछि यति बेला चाहिँ त्यति बेला हाई पनि हुँदैन, पर्मिएबल सोइल हुन्छ। पर्मिएबल सोइल मात्रको लागि चाहिँ हामीले स्प्रिङ्कल गर्छौँ। ल एउटा यस्तै अर्को क्वेसन, ल यहाँनिर हेरौँ ल। तपाईँले व्हिच इरिगेसन मेथड इज सुइटेबल इन वाटर स्कार्सिटी। यसलाई स्कार मात्र लेखौँ, SCARE वा SCARE, अभाव नै हो। एरिया विथ प्रेसर। अप्सन ए मा बोर्डर, बी मा फ्रो, सी मा ड्रिप, डी मा स्प्रिङ्कल। Sprinkle. Sprinkle. Which irrigation method is suitable in water scarce area, AREA, scarce area with pressure? यहाँनिर एउटा अगस्टिन एउटा आउँछ क्या, स्प्रिङ्कल तपाईँले के को आधारमा भन्नुभयो? हाई प्रेसरको आधारमा। हो, प्रेसर स्प्रिङ्कलमा प्रेसर हुन्छ, प्रेसर बिना त स्प्रिङ्कल त घुम्दैन त्यहाँनिर रोटेटिङ हेड। त्यही भएर प्रेसर विथ प्रेसर छ भने स्प्रिङ्कल। यदि यहाँनिर यसको एन्सर स्प्रिङ्कल भयो, यदि प्रेसर क्वेसनमा छैन, यदि क्वेसनमा अलि ल्याङ्ग्वेज मिलाउँ, यदि क्वेसनमा प्रेसर छैन भने कुन टिक लाउने? Drip. ड्रिप टिक लाउने। सेकेन्ड लास्ट एउटा अलिकति कन्फ्युजन क्वेसन गराउँछु ल म तपाईँलाई चाहिँ, कतिजनाले मिलाउनुहुन्छ एकचोटि यसो लजिक बुझौँ हामी यहाँनिर। यो पनि सबै क्वेसन सोधे होला, नम्बर अफ टाइम रिपिटेड भएको क्वेसनहरू र कन्फ्युजन क्वेसनहरू मात्रै मैले गरिरहेको छु, नभए MCQ त्यसको धेरै बन्छन्। यहाँनिर बुकमा हेर्नु होला तपाईँहरूले। सबसर्फेस इरिगेसन इज युज्ड इन एरिया विथ अप्सन एमा लो वाटर टेबल। स्पेलिङ नबुझ्यो सोध्नु चाहिँ, मैले अलिकति छिटो छिटो लेखेको छु यहाँनिर, सब पढिसके भएर। हाई वाटर टेबल, सीमा छ स्लोपिङ टेरिन, फ्ल्याट टेरिन। के भन्ने नआयो झन् उनीहरू कहाँ आयो भने कहाँ गयो होला उनीहरू दिदीको उठा गयो भने के हो उनी थाना थियो ठ्याक्क मुना
ल भयो है। कुन हुन्छ र यसको एन्सर भन्नु त? हाई वाटर टेबल वाटर टेबल लो कि हाई? हाई 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 हुन्छ हाई लो हाई वाटर टेबल है त। सब सर्फेस इरिगेसन इज युज इन एरिया विथ हाई वाटर टेबल। किन त भन्दा तपाईँहरूको लो वाटर टेबल छ भने सर्फेस इरिगेसन हुन्छ। यो चाहिँ सर्फेसको लागि हो हेर्नु। किनकि सर्फेसमा हामीले राख्यौँ भने पानी के हुन्छ त पर्कुलेट भएर वाटर टेबलमा जाने हो नि त। तपाईँहरूको वाटर टेबल पनि हाई छ, त्यही माथि पानी थप्नुभयो भने के हुन्छ त वाटर टेबल त ग्राउन्ड सर्फेसमा आइपुग्छ। ग्राउन्ड सर्फेसमा वाटर टेबल आइपुग्नुको मिनिङ चाहिँ के हो त त्यहाँनिर वाटर लगिङ हुन्छ, बाली नालीहरू राम्रोसँग फल्दैन। त्यही भएर वाटर टेबल हाई छ भने हामीले सब सर्फेस इरिगेसन चाहिँ एप्लाई गर्छौँ। यो कुरा चाहिँ धेरै ठाउँमा सोधेको छ, म्याक्सिममले उल्टो सोचेर ए टिक्लाउँछन् यहाँनिर। बुझ्नु होला, ए भनेको सर्फेसको लागि, हाई भनेको सब सर्फेसको लागि। अब एउटा लास्ट क्वेसन हेरौँ हामी यहाँनिर। यो पनि हुन त पढाइसकेको छु मैले। व्हिच इरिगेसन मेथड हैज हाईएस्ट वाटर एप्लिकेसन एफिसिएन्सी? फ्री फ्लो, स्प्रिंकल, ड्रिप। ड्रिप यसको के भयो त? ड्रिप भयो। यदि अप्सनमा ड्रिप छैन भने स्प्रिंकल स्प्रिङ्कल स्प्रिङ्कलको कति हुन्छ अरे? 80 देखि 50 85% हुन्छ भने यसको कति हुन्छ त? मोर देन है त, 90 ग्रेटर देन 90 डिग्री, सरी 90% हुन्छ। त्यही भएर फर्स्टमा ड्रिप, सेकेन्डमा चाहिँ स्प्रिङ्कल। हुन्छ, तपाईँले त्यो रेटै हेर्नु भने थाहा पाइहाल्नुहुन्छ। सर यो म्याक्सिमम वाटर एप्लिकेसन इफिसियन्सी भने पनि यही ड्रिप नै लगाउने हो सर? म्याक्सिमम हाइएस्ट जे भने पनि। तर अप्सनमा जस्तो ड्रिप र स्प्रिङ्कलर दिएको छैन होइन, यो फ्रो दिएको छ भनेपछि फ्रोमा लाउन मिल्ला नि होइन सर? होइन, दिन्छ अप्सनमा। यदि नदिएको खण्डमा फ्रो पनि हुन्छ कि भन्ने हो कि सर? फ्रो पनि हुन त हुन्छ, तर जम्मा 50-60% मात्रै हुन्छ एप्लिकेसन इफिसियन्सी। सर अलि माथि गरिदिनु, बत्ती गएको थियो। ल म अहिले देखाइदिन्छु र लास्टमा म देखाइदिन्छु, यहीँबाट कपी गर्नु। जस्तै अर्को छ हाम्रो, अब लास्टमा के बाँकी छ हाम्रो मेथड अफ इरिगेसनमा? लिफ्ट लिफ्ट इरिगेसन यो धेरै छैन, 2-3 लाइन मात्रै हो। यसको बारेमा लेखौँ हामी। लिफ्ट इरिगेसन सिस्टम, वाटर इज लिफ्टेड। पानीलाई लिफ्ट गर्न पर्ने त यसमा, LIFTED। वाटर इज लिफ्टेड फ्रम available source at lower level. Example चाहिँ irrigation water by deep well. त्यो ओइलबाट पानी तानेर हामीले इनारबाट पानी तानेर सिँचाइ गरिरहेको छौँ भने त्यो भनेको लिफ्ट इरिगेसन सिस्टम इक्जाम्पल चाहिँ है त। होइन भने सोर्स चाहिँ हाम्रो लोवर लेभलमा हुन्छ, अनि जग्गा चाहिँ हाम्रो हायर लेभलमा हुन्छ। त्यहाँबाट लिफ्ट गरेर माथि तान्छौँ, माथि तानेर फेरि सिँचाइ गऱ्यौँ भने त्यसलाई हामी लिफ्ट इरिगेसन सिस्टम भनेर भन्छौँ। सर यो सबै 5 मार्क्सको आएपछि कसरी लेख्ने? मेथड अफ इरिगेसन 5 मार्क्सको आयो भनेपछि सर्फेसको बारेमा लेख्नु अलिकति, सब सर्फेसको बारेमा अलिकति लेख्नु,
अनि स्प्रिङ्कलको बारेमा अलिकति लेख्नु अनि लिफ्टको बारेमा लेख्नु पर्यो। फिगर सबैको बनाउने? परेन, फिगर बनाउनु परेन। अब स्प्रिङ्कल यिनीहरूको त बनाइदिँदा हुन्छ। स्प्रिङ्कलको टाइप्स लेखेर अलिअलि व्याख्या गरे हुन्छ सर। हुन्छ अलिकति व्याख्या गरे हुन्छ, सक्नुहुन्छ अलिकति फिगर पनि बनाइदिनु। फ्री फ्लोटिङ इन्डिया नलेख्ने? यिनीहरू 5 मार्क्समा सोधेपछि नलेख्दा पनि हुन्छ। 4 चाहिँ बनाइदिनु होला सर्फेस इरिगेसनको, अनि अरू चाहिँ नलेख्दा पनि होला। तपाईँहरूले 5 मार्क्समा कसरी एक्सप्लेन गर्न सक्नुहुन्छ त्यो चाहिँ तपाईँहरूको कला हो है त, प्र्याक्टिस गर्नुहोस् यस्तो कुराहरू चाहिँ। अब हामी अरे पहिलाको देखाइदिनु न, बत्ती गएको थियो कि स्क्रिनसट लिन्छु म पहिलादेखि। म देखाइदिन्छु, टेन्सन नगर्नुहोस्। ल भयो, लिफ्ट इरिगेसन सिस्टम पनि बुझ्नुभयो है त। अब हामी तपाईँहरूको 6 बजेको क्लास हो कि के छ आज? छैन। छैन सर आजको। ल ठिकै छ, हामी अबको टपिक चाहिँ सर ड्युटी, कृषि डेल्टा खण्ड 3 को क्लास। ड्युटी, डेल्टा र बेस पिरियड एकदमै इम्पोर्टेन्ट। ड्युटी, डेल्टा एन्ड बेस पिरियड। ड्युटी, डेल्टा एन्ड बेस पिरियड, तर यो चाहिँ हामी भोलि पढौँ न, आजलाई सर म सुरुदेखि देखाइदिन्छु। सर हजुर, यो एउटा जस्तो यो अपरेसन एन्ड मेन्टेनेन्स अफ इरिगेसन सिस्टम भन्ने छ नि सर, यो पनि पढाउनुहुन्छ होला नि हजुरले? हुन्छ म पढाइदिन्छु। त्यही त यो 4th लेभलमा छ क्या सर, यो गण्डकीको। मलाई सम्झाउनु होला, मैले बिर्सिहालेँ भने म पढाइहाल्छु, बिर्सिँदैन। ल टेन्सन ए नगर्नुहोस्। ल हुन्छ हुन्छ सर, हुन्छ। ल यो स्क्रिनसट गर्नुहोस्। भयो सर, तल जाउँ। हजुर, अलि माथि जानु। यो क्लास 8 बजेसम्म हुनु क्या त्यसो छ, बिचमा छैन भने? आज हुँदैन होला, आज शनिबार भएर अनि मैले यसो सर एकछिन पढाइहालौँ। थोरै माथि जानु। होइन हजुरको क्लास पनि 8 बजेसम्म हुनु त्यसो भए? नै हामी यतिसम्म मात्रै गर्छौँ। यो बिचमा हुँदैन त्यसो कुनै क्लास? आज कुनै पनि छैन जस्तो लाग्छ है मलाई चाहिँ, त्यही पनि नोटिस आउँछ होला नि ग्रुपमा, हेर्नु तपाईँहरूले। सर अहिलेसम्म आएको त 8 छैन। बजे क्लास छ। 8 बजे छ, 6 देखि 8 छैन। 6 देखि 8 छैन होला। सर हजुर, एउटा यो छ नि जुन यो हिल इरिगेसन सिस्टम विथ टिपिकल स्केच भन्ने छ नि, जुन हामीले अहिले पढ्यौँ नि सर, यो मेथड अफ सर्फेस र सब सर्फेसको जुन स्केचहरू बनायौँ नि हामीले, यो हिल इरिगेसन सिस्टममा पनि त्यही त होला नि सर? छुट्टै छ, पढाउँछु म। ए त्यसको छुट्टै हुन्छ नि सर? यिनीहरूलाई कम्बाइन गरेर पढाउँछु म। हुन चाहिँ यस्तै नै हो, हजुर हजुर थोरै कम्बाइन गरेर त्यो उसमा गण्डकीको 4थमा राखेको जस्तोलाई म पढाउँछु। हजुर राखेँ सर, एकचोटि हजुरले पनि हेर्नु होला सिलेबस, अनि सिलेबस चाहिँ कम्प्लिटली गरिदिनु होला सर, अरू त त्यस्तै। होइन त्यो अस्ति मैले उता 4th लेभलको नेपालीबाट बुक आउँदैछ नि त, अनि त्यसमा पनि राखेको थिएँ, म पढाइदिन्छु। इरिगेसन सिस्टमको फरकै छ। ए ल हुन्छ सर, हुन्छ। सर थोरै माथि देखाउनु न। सर क्लास त आज यति नै हो नि होइन सर? हाम्रो चाहिँ यति नै, इरिगेसनको यति नै हो। ए हस् सर, हस्। ओके, हामी यो ड्युटी, डेल्टा एन्ड बेस पिरियड एकदम इम्पोर्टेन्ट छ। यसो टाइम छ भने पनि हेरेर आउनु होला, हामी यो चाहिँ भोलि हेर्छौँ है त। ए हुन्छ सर। ओके, बाई बाई क्लास, गुड नाइट सबैजनालाई। थ्याङ्क यू सर। थ्याङ्क यू सर। ओके सर पछि हुन्छ कि नै क्लास? थ्याङ्क यू 8 सर। बजेबाट ल ओके, बाई बाई, मैले इन गरेँ है त। क्लास हुन्छ कि हुन्न?